अब भयो त अहिलेदेखि थिएन। ल, त्यो भएर के भन्छ, समितिको गठन 2018 वैशाख 25 गते भयो। समितिको गठन कसले गरेको थियो? महेन्द्र वीर विक्रम शाहले गरेका थिए, यति कुरा होइन। अब अर्को कुरा समितिको अध्यक्ष को थियो, एकदमै तपाईँले जान्नुपर्ने कुरा यो हो। सबैमा, सबै प्रतिवेदनमा समितिको अध्यक्ष, अनि कहिले भन्ने कुरा एकदमै जान्नुपर्छ। समितिका अध्यक्षको त किन नचलाएर बाबासँग, समितिका अध्यक्षको त तत्कालीन शिक्षा मन्त्री विश्वबन्धु थापा। राष्ट्रिय सर्वाङ्गी राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2018मा अध्यक्षता कसले गरेका थिए भने कसले त विश्वबन्धु थापाले गरेका थिए। समितिको सदस्य सचिव है, सचिव हुन्छ नि त, एकजना सचिव पनि हुन्छ। अनि त्यो सचिव को थियो त है, सचिव पनि सोधिन्छ। शिक्षा सचिव कुलशेखर शर्मा भनेको नाम थियो, कुलशेखर शर्मा। त्यो मन्त्रालयको शिक्षा सचिव थियो है। भनेको सर्वाङ्गी राष्ट्रिय शिक्षा आयोगको अध्यक्ष को थियो त, समितिको अध्यक्ष को थियो त विश्वबन्धु थापा। को त विश्वबन्धु थापा। अब समितिको सचिव को थियो त शिक्षा सचिव कुलशेखर शर्मा है। कुलशेखर शर्मा यसको के थियो त सचिव थियो। अर्को कुरा, 2018 2देखि कामु सदस्य सचिव भयो है। पछि गएर कुलशेखर शर्मा हटेर अर्को सचिवलाई ल्यायो। त्यो अर्को सचिव को थियो त? है पछिको अर्को सचिव कामु भनेको कायम मुकायम के, कायम मुकायम भनेको कायम मुकायम सदस्यको रूपमा को थियो त? सचिवको रूपमा के थियो त? कामु सदस्य सचिव काम है, कायम मुकायम को थियो त? लक्ष्मण प्रसाद रिमाल। लक्ष्मण प्रसाद रिमाल। कसले प्रश्न केही गर्नुभएको छ जस्तो लाग्छ। उपाध्याय हो के उपाध्याय? केमा उपाध्याय हो भन्नुभयो? सबधै एक सेटको गराउनु भने अब मैले गराउँदा त हुन्थ्यो, तर फेरि मैले गराउन थाल्यो भने तपाईँको पढाइ गाह्रो हुन्छ। यो अभ्यासहरू तपाईँ आफू पनि गर्नु, मैले भ्याए त गरिहाल्छु होइन। केही छैन सर, अब्जेक्टिभ पनि मिलाएर गर्नु सर, हुन्छ। अब तर के हुन्छ भने अब्जेक्टिभलाई गऱ्यो भने विषयवस्तु अलिक गाह्रो पर्न सक्छ। त्यो भएर पहिला त विषयवस्तु जान्नु। अब्जेक्टिभ तपाईँले किताब मैले अस्ति भनेकै हो, त्यो किताब किन्नु होइन, या त आफूसँग भएका किताबहरूको अब्जेक्टिभ पछाडि ब्याकमा हुन्छ नि, त्योहरू धेरैभन्दा धेरै बनाउनु। अभ्यास त्यसैले राम्रो हुन्छ। अब विषयवस्तु पनि धेरै कुरा छन्, त्यो भएर विषयवस्तुलाई पनि अब अलिक छिटो छिटो गरेन, दुई तिनवटा क्लास गरेन अलिक गाह्रो पर्छ। ऊ पनि गर्छौ, नगर्ने होइन, त्यो पनि गर्छु है। अब नभए एक एक दिन बिराएर या त 2 दिन बिराएर यसरी हप्तामा 2 दिन 3 दिन गर्दा पनि भयो, हुन्छ, म त्यो विचार गर्छु है। ल, सचिवमा को त? शिक्षा सचिव कुलशेखर शर्मा है। कहाँ उपाध्याय भन्नुभएको छ, त्यो उपाध्याय भने एकपल्ट हेर्नु पर्यो। अनि सदस्य सचिवमा लक्ष्मण प्रसाद रिमाल, त्यो जान्नु। अनि सदस्य सङ्ख्या कति त? है 11जना। सदस्य सङ्ख्या कति थियो त? 11जना। यो एकपल्ट सोधेको छ के। हुन त्यो विश्वबन्धु थापा कति पटक सोध्या हो, तर सर्वाङ्गी राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझाउने बेलामा त्यसमा सदस्य सङ्ख्या कति थियो त? 11जना थियो। अनि समितिको म्याद कहिले कायम गर्यो? 2018 जेठ मसान्तसम्मलाई समितिको समय दिएको थियो। समितिको प्रथम बैठक कहिले बस्यो? जेठ 4 गते बस्यो होइन। म्याद कहिले थप गर्यो? समयमा काम सकाएन, अनि फेरि 2018 असार 15 गतेसम्म म्याद थप्यो है। जेठ 4 गते के गर्दा म्याद थप्यो कहिलेसम्मको लागि? असार 15 गतेसम्मको लागि। अनि एक सदस्य थप गरी पछि 12 बनायो। त 12 कहिले बनायो? 2018 असार 25 गते। सुरुमा है, अन्तरिममा भनेको सुरुमा 11जना थियो, पछि गएर के बनायो त? 12जना बनायो। प्रतिवेदन बुझाइएको है, प्रतिवेदन बुझाइएको छ। अनि 15वटा प्रतिवेदनको यहाँ कुरा गरेको छ। कति बैठक बस्यो भनेको 62.5 घन्टा। यी 62.5 घन्टाको बैठक भएको थियो यो समिति प्रतिवेदन बनाउनलाई। कति समय लियो? 6वटा। ए उल्टो उल्टो भइरहेछ है, कतिवटा बैठक बस्यो यहाँ त? बैठक चाहिँ बसेको, प्रतिवेदन बुझाएको होइन। बनाएको प्रतिवेदन बुझाएको भन्दा नि बिग्रियो। यसलाई यता काटेर हटाउनु पर्यो पाउनु त। अब यो यसले माथिबाट यहाँबाट माथि तान्नुपर्छ, यहाँ तल झर्या सड्या छ है, त्यो भएर भन्छु बिग्रिरहेछ। यताबाट सार्नुपर्छ। ल, ल, कतिवटा बैठक बस्यो? 15वटा। कति समय लियो त? 62.5 घन्टा। परिशिष्ट 6वटा। उपसमिति 7वटा है। अब यो खासै परेन, यो कतिवटा बैठक बस्यो माथि नै छ, यहाँ कपी पेस्ट डबल भएको छ, परेन है। यति कुरा जानिदिनु पर्ला, तर यसमा धेरै हाइलाइट छैन। हाइलाइट भएकोलाई मुख्य हेर्नु होला। समितिको मुख्य सिफारिसहरू 18को जुन समिति आयो,
त्यो समितिले सर्वाङ्गी राष्ट्रिय शिक्षा आयोगको समिति जुन थियो, त्यो समितिले के कुरा सिफारिस गर्यो त? सिफारिसको मतलब हो के लागू गर भनेको थियो होइन। के गर्नु भनेको थियो उसले त? के भनेको थियो? देशभरि एकै प्रकारको शिक्षा पद्धति लागू गर्ने है, देशभरि एकै प्रकारका शिक्षा पद्धति लागू गर्ने, त्यो गाह्रोले पनि भनेको थियो। शिक्षाको माध्यम भाषा नेपाली हुनुपर्ने भनेको थियो है। शिक्षाको माध्यम भाषा के त? नेपाली भाषा हुनुपर्ने भनेको थियो। अर्को, प्रत्येक विषयमा छानिएका पाठ्य पुस्तकहरू 3 वर्षसम्म लागु हुनुपर्छ भनेको, 3 वर्षसम्म पाठ्य पुस्तक लागू गर्ने, त्यसपछि फेरि परिमार्जित गर्ने भन्ने कुरा आएको थियो है। अर्को, प्रत्येक अञ्चलमा नमुना के अरे नमुनायुक्त एक एकवटा नमुना आवासीय विद्यालय खोल्ने है। प्रत्येक अञ्चलमा है, कहाँ त? अञ्चलमा, एउटा अञ्चलमा एउटा नमुना आवासीय विद्यालय खोल्ने, एउटा अञ्चलमा एउटा नमुना आवासीय विद्यालय खोल्ने। पुरुषको लागि 6 महिनाको सैनिक तालिम दिने। 11मा कति थियो? 2 वर्षको लागि। 11मा कति थियो? 2 वर्षको लागि सैनिक तालिम दिने। यहाँ कति हो त? 6 महिनाको लागि सैनिक तालिम दिने। त्रिभुवन विश्वविद्यालयलाई किर्तिपुरमा सार्नुपर्ने। महाविद्यालयहरूमा प्राध्यापक र विद्यार्थीको अनुपात 1:10 हुनुपर्ने है। तर यो खासै सोध्दैन, त्यति इम्पोर्टेन्ट होइन, म इम्पोर्टेन्ट एकदमै भयो भने भनिहाल्छु। महाविद्यालय र विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने भनेको थियो हेर्नु त। महाविद्यालय र विश्वविद्यालयको शिक्षा पनि शुल्क गर भनेर भनेको थियो। प्राथमिक विद्यालय कक्षा 3देखि अङ्ग्रेजी अनिवार्य, यो जान्नु है, यो जान्नु। प्राथमिक तहको कक्षा 3देखि अङ्ग्रेजी विषय अनिवार्य पढाउनु भनेको थियो। कति कक्षादेखि त? 3देखि। तपाईँले भन्छ सर्वाङ्गी राष्ट्रिय शिक्षाको प्रतिवेदन 2018ले होइन, कति कक्षादेखि अङ्ग्रेजी विषय अनिवार्य बनाउने सिफारिस गरेको थियो भने कति त? 3 है, कक्षा 3देखि। या त तपाईँले अर्को पनि भन्न सक्छ, प्राथमिक विद्यालयको कक्षा 3देखि अङ्ग्रेजी विषय अनिवार्य बनाउने कुन आयोगको प्रतिवेदनले सिफारिस गरेको हो भनेको सर्वाङ्गी राष्ट्रिय शिक्षाको प्रतिवेदन 2018ले गरेको हो। अर्को, शिक्षा देश समाज र व्यक्ति अनुकूल बनाउनुपर्छ है। शिक्षा गरी खानु हुनुपर्छ, देश समाज र व्यक्ति अनुकूल हुनुपर्छ भनेको थियो। अर्को, प्राथमिक शिक्षा निःशुल्क र अनिवार्य गर्ने, माध्यमिक र उच्च शिक्षा सशुल्क गर्ने भनेको थियो। व्यावसायिक र प्राविधिक शिक्षामा जोड, यो त अगाडि पनि थियो है भनेको, यिनीहरू सबैले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ भने मान्यता राखेका थिए। सबै शिक्षण संस्था नेपाल सरकारको नियन्त्रणमा रहनुपर्छ भनेको थियो। बहुउद्देश्य र व्यावसायिक शिक्षामा जोड, यो खासै त्यति हेर्नु परेन है, बहुउद्देश्यलाई हेर्ने, बहुउद्देश्यलाई हेर्ने। बहुउद्देश्य र व्यावसायिक शिक्षामा जोड भने कसले भन्यो त? 18ले है। अरूलाई अलिक छिटो म पढिदिन्छु है, धेरै छिटो भयो त्यो नठान्नु है, काम नलाग्नुलाई छिटो पढिदिएको। फेरि भन्नुहुन्छ काम नलाग्न भने किन नोटमा लेख्यो? नोटमा भएपछि पछि गएर होइन डिटेलै पढो, जस्तो मन लाग्यो भने के गर्ने त? खोज्न जाने त्यो बेला? त्यो भएर नोटमा भयो भने सजिलो हुन्छ है, नोटमा भए सजिलो हुन्छ, त्यो भएर डिटेल हाल्नेको। अर्को, शिक्षा व्यवस्थालाई 3 प्रकारमा विभाजन गरेका थिए, प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र उच्च शिक्षा है। शिक्षाको व्यवस्था कति भाग थिए त? 3 प्रकारका थिए। शिक्षाको व्यवस्था कति प्रकारका थिए? 3 प्रकारका, प्राथमिक, माध्यमिक र उच्च। अब यहाँ प्राथमिक शिक्षाको अवधि कति थियो त? 5 वर्षका थिए है, यो पनि जान्नु होला। प्राथमिक शिक्षाको अवधि कति वर्ष? 5 वर्ष। अनि माध्यमिक शिक्षाको अवधि कति वर्ष? 6 वर्ष हो, यो जान्नु होला है, यो जान्नु होला। यो लाइनलाई म पुरै हाइलाइट गरेँ। प्राथमिक शिक्षा कति वर्ष? 5 वर्ष। माध्यमिक शिक्षा कति वर्ष? 6 वर्ष। अब तपाईँलाई भन्छ अब एकछिनमा यो पढ्नु पहिला है। अनि उच्च शिक्षामा 3 वर्ष स्नातक हुने, 3 वर्ष बिएड गर्ने भनेको थियो। अब तपाईँले यहाँ यो प्रश्न आइहाल्छ है, यो भनेको 6 प्लस के अरे 5 + 6 + 3 है, 5 + 6 + 3 शिक्षाको संरचना कुन आयोगको प्रतिवेदनमा सिफारिस गरेको थियो भने कुनमा थियो त? 18कोमा थियो। कुनमा थियो त? 18कोमा थियो। 5 + 6 + 3, 5 भनेको कति त? प्राथमिक। अनि 6 भनेको 11, 6देखि 11 त्यो भनेको मावि। र उच्च शिक्षा भनेको 3 वर्ष स्नातक भनेको थियो। उमेर अनुसार कक्षा निर्धारण गर्ने भनेको थियो। सांस्कृतिक शिक्षालाई विशेष प्रोत्साहन दिने, विकसित एवं उपयोगी बनाउने, निःशुल्क र छात्रवृत्तिको व्यवस्था गर्ने भनेको सांस्कृतिक शिक्षामा जोड दिने कुरा पनि गरेका थिए 18ले है। अर्को, कुनै पनि विद्यालयमा कम्तीमा 2 वर्ष काम गरेका व्यक्ति मात्र शिक्षक पदको लागि ग्राह्य हुने भनेको, कुनै विद्यालयमा यदि पहिला उसले 2 वर्ष काम गरेको भने मात्र त्यसलाई शिक्षक पदको लागि ग्राह्यता दिने भन्ने कुरा पनि थियो। अनि शिक्षकको तलब अरूको भन्दा बढी हुनुपर्ने भनेको थियो है। शिक्षकका तलब अरूको भन्दा बढी हुनुपर्छ भनेको थियो 18मै। अर्को, सरकारी पेन्सनमा बसेकालाई अध्यापक बनाउने है, जो क्याम्पसहरूको अध्यापक हुन्छ नि, प्रोफेसरहरू, ऊ भनेको पेन्सनमा बसेका सरकारी कर्मचारीलाई भनेको सरकारी टिचरलाई बनाउने, जो पेन्सनमा बसेको छ भन्ने निवृत्ति पाइसकेको छ। अर्को भनेको ऊ भइसकेका छ होइन, रिटायर भइसकेका छ भनौँ नि, रिटायर भइसकेका शिक्षकलाई अध्यापक बनाउने भन्ने कुरा गरेको थियो। अब उत्तीर्णाङ्क चाल्यो के भनेको छ, यहाँ त बिग्रियो, यो हल्का बिग्रिया छ है।
यसलाई यसरी गर्नु है, विद्यालय शिक्षामा उत्तीर्णाङ्क कति थियो त 40। हेर्नु त त्यो बेला उत्तीर्णाङ्क 40 थियो। अहिले तपाईँको पछि गएर 32 भयो होइन, 32बाट 35 भयो, 35बाट अहिले 40 गरेको छ। त्यो बेला पनि 18को प्रतिवेदनले के भनेको थियो, जुन कक्षाका हामी परीक्षा लिन्छौँ नि त्यसमा उत्तीर्णाङ्क कति हुनुपर्छ, 40 हुनुपर्ने भनेको छ। र प्रथम श्रेणी ल्याउनको लागि कति त 60 अङ्क चाहियो, अनि डिस्टिङ्सन मार्क ल्याउनको लागि 75 चाहियो भनेर भनेको थियो है। यो 75 चाहियो भनेको थियो। अर्को, मासिक रूपमा मूल्याङ्कन यस्तो निर्धारण गर्नु, मासिक रूपमा प्रत्येक विद्यार्थीका मूल्याङ्कन मासिक रूपमा गर्नुपर्छ भन्ने कुरा पनि गरेका थिए। वैज्ञानिक आधारमा विद्यालयको पुनर्मूल्याङ्कन गर्ने, वैज्ञानिक आधारमा विद्यालयहरूलाई के गर्ने त पुनर्मूल्याङ्कन गर्ने भनेको थियो। सम्पूर्ण शिक्षण संस्थाहरूमा सरकारको नियन्त्रणमा रहने, सोको लागि एउटा नियम तयार गरी लागू गर्नुपर्ने भनेको थियो, खासै परेन। अन्धा, बहिरा र लाटाहरूको लागि विशेष शिक्षणको व्यवस्था गरिदिने। अर्को, अधिराज्यभरि एकै प्रकारका पाठ्य पुस्तक हुनुपर्ने, लेखक र प्रकाशक सकेसम्म नेपाली हुनुपर्ने। ध्यान होला है, यो अधिराज्यभरि एउटै प्रकारका पाठ्य पुस्तक हुनुपर्ने, लेखक र प्रकाशक है, प्रकाशक सकेसम्म नेपाली हुनु पर्यो। मातापिता र शिक्षक शिक्षिकाको सम्मेलन गर्ने है, मातापिता र शिक्षक शिक्षिकाको सम्मेलन गर्ने। साक्षरता समाजको निर्माण गर्ने, यो भनेको थियो। अब यहाँ के थियो, साबीको नाम र प्रस्तावित अनि उपाधि भनेको छ, जस्तो कि कुन तहलाई के भन्थ्यो के, कुन तहको शिक्षालाई के भनेको थियो, नाम के दिएको थियो त, कुन तहको शिक्षालाई के नाम दिएको थियो त्यो भनेको छ। जसरी पाँच कक्षासम्मको प्राथमिक जुन स्कुल हुन्थ्यो त्यसलाई के भन्थ्यो त, पाठशाला भन्थ्यो। 5 क्लाससम्मको जुन विद्यालय थियो त्यसलाई के भन्थ्यो, पाठशाला। अनि त्यो पाठशाला भनेको 5 क्लास पास गर्नलाई के भन्थ्यो त, प्रथमा भन्थ्यो है। 5 क्लास पास भयो भने त्यसलाई के भन्थ्यो, प्रथमा पास। के पास त, प्रथमा पास भनेको प्रथमाको उपाधि पाउँथ्यो कि, उसको उपाधि के त, प्रथमा। अनि माध्यमिक स्कुललाई के भन्थ्यो त, विद्यालय। माध्यमिक स्कुललाई के भन्थ्यो, विद्यालय। र त्यो पास गर्नलाई के भन्थ्यो त, मध्यमा। के उपाधि दिने त, मध्यमा। माध्यमिक शिक्षा उत्तीर्ण गरेको विद्यार्थीको उपाधि के थियो त, मध्यमा। अनि कलेज भनेपछि त्यसलाई के नाम दिन्थ्यो त, महाविद्यालय। अनि कलेज जसले पास गरेको छ त्यसलाई शास्त्री है, यो शास्त्री। शास्त्री भनेको ब्याचलर लेभलका होइन। युनिभर्सिटी भनेको विश्वविद्यालय। अनि युनिभर्सिटी पास गरेकोलाई आचार्य। के उपाधि दिने त, आचार्य। 5 क्लास पास गर्यो भने प्रथमा उपाधि, माध्यमिक गर्यो भने मध्यमा, अनि कलेज भनेको यहाँ तपाईँको ब्याचलरसम्मलाई शास्त्री, र तपाईँको मास्टर डिग्री गर्यो भने आचार्य भन्ने, त्यसरी थियो है। अर्को, प्राथमिक शिक्षा सम्बन्धमा के बोल्यो त यो प्रतिवेदनले, 18को प्रतिवेदनले प्राथमिक शिक्षाका सम्बन्धमा के कुरा सिफारिस गर्यो त, के गर भनेर भन्यो त। प्राथमिकका सम्बन्धमा के भन्छ, पूर्व प्राथमिक शिक्षा 3 वर्ष नागेको र 5 वर्ष ननागेको बच्चालाई दिनु भनेको थियो है। 3 वर्ष नागेको र 5 वर्ष ननागेको बच्चालाई के दिने त, पूर्व प्राथमिक शिक्षा दिने भनेको थियो। 3 वर्ष नागेको र 5 वर्ष ननागेको बालबालिकालाई के दिने त, पूर्व प्राथमिक शिक्षा दिने भनेको थियो। अर्को, प्रत्येक विद्यालयमा प्रति शिक्षक 20देखि 40को अनुपातमा छात्र हुनुपर्ने, एउटा शिक्षकमा 20देखि 40को अनुपातमा विद्यार्थी हुनुपर्ने। प्राथमिक शिक्षा देशभर एकनासको हुनुपर्ने। अर्को, प्राथमिक शिक्षाको अवधि कति वर्षको त, अघि नै आयो, कति वर्षको प्राथमिक शिक्षा, 5 वर्षको। अनि के उपाधि त, प्रथमा है। प्राथमिक शिक्षाको लक्ष्य 6देखि 10 वर्षसम्मको बालबच्चालाई असल बानीको विकास गर्ने। प्राथमिक शिक्षामा पढ्ने बच्चाको उमेर कति त, प्राथमिक शिक्षामा पढ्ने बच्चाको उमेर कति त, 6देखि 10। प्राथमिक शिक्षामा पढ्ने बच्चाको उमेर कति त, 6देखि 10। उमेर अनुसार कक्षा निर्धारण, अघि पनि आएको थियो। प्राथमिक शिक्षाको माध्यम भाषा के थियो, नेपाली है। प्राथमिक शिक्षाको माध्यम भाषा के त, नेपाली। तपाईँले भन्छ कि सर्वाङ्गीण राष्ट्रिय शिक्षाको प्रतिवेदन 2018ले प्राथमिक शिक्षाको माध्यम भाषा के भनेको थियो, भनेको नेपाली, अङ्ग्रेजी, दुवै, स्थानीय, यसरी के हाल्न सक्छ नि त, के थियो त, नेपाली थियो। अर्को, प्राथमिक शिक्षालाई देशभर निःशुल्क एवं अनिवार्य गर्नुपर्ने र यसो गर्न 50,000 शिक्षक आवश्यक पर्ने भनेको थियो। देशभर निःशुल्क र अनिवार्य गर्ने भनेको थियो। हाल 3,000 पाठशाला छन्, आगामी 3 वर्षभित्रमा 3,000 थप गर्ने भनेको थियो। अर्को, शिक्षा विधि जस्तै परीक्षा विधि पनि प्राथमिक तहमा मौखिक र कार्यमय हुनुपर्छ। पनि प्राथमिक तहमा मौखिक र क्रियाकलाप गराउने खालका के गर्ने त, मूल्याङ्कन गर्ने। अर्को, प्राथमिक तहमा नेपाली भाषा, सामाजिक विज्ञान, के अरे प्राथमिक तहमा नेपाली भाषा किताब, सामाजिक विज्ञान, स्वास्थ्य, गणित, चित्रकला, स्वावलम्बी शिक्षा, शारीरिक शिक्षा जस्ता विषयहरू समावेश थिए। यस्ता प्रकारका विषयहरू समावेश गरेका थिए। प्राथमिक शिक्षामा अङ्ग्रेजी के थियो त, अनिवार्य। प्राविमा अङ्ग्रेजी विषय समावेश गर्न सिफारिस, भनेको कक्षा 3बाट नै है। कक्षा 3बाट के थियो त,
अङ्ग्रेजी विषय सुरु गर्नुपर्ने भनेर सिफारिस गरेको छ। कक्षा 4 5 के त संस्कृत पनि राख्ने, तर के त एचसीको रूपमा राख्ने। कक्षा 4 र 5 संस्कृत राख्ने, तर के त एचसीको रूपमा राख्ने। अनि उत्तीर्णाङ्क कति हुनुपर्ने त? 40 अङ्क। त्यो माथि पनि पढेको। उत्तीर्णाङ्क कति त? 40। अनि सहशिक्षाको व्यवस्था गर्ने है, सहशिक्षाको व्यवस्था गर्ने भनेको थियो। प्राथमिक शिक्षक एसएलसी र नर्मल स्कुलबाट तालिम लिएको हुनुपर्छ है। प्राथमिक तहको शिक्षक कति पढेको हुनुपर्छ? एसएलसी पढेको हुनुपर्छ। योग्यता एसएलसी थियो। प्राथमिक तह पास गरेपछि प्रमाणपत्र दिनु पर्थ्यो है, प्रमाणपत्र दिनु पर्थ्यो प्रथमाको है। माध्यमिक शिक्षाको बारेमा यो आयोगले के बोल्यो? लक्ष्य चरित्र साधारण ज्ञानको हैसियतले देशको योग्य र उपयोगी नागरिकहरू उत्पादन गर्ने भनेको थियो। माध्यमिक शिक्षाको अवधि कति वर्षका थिए? 6 वर्षको। कति क्लास? 6 देखि 11 क्लास। अनि व्यावसायिक र बहुउद्देश्य शिक्षामा जोड दिने है, माथि पनि आएको बहुउद्देश्य र व्यावसायिक शिक्षामा जोड दिने। माध्यमिक तहमा कमसेकम 1 महिनाको एकपटक मूल्याङ्कन गर्ने है, महिनामा एकपटक मूल्याङ्कन गर्नुपर्छ है। महिनाको एकपटक के गर्ने त? मूल्याङ्कन गर्नुपर्छ भनेको थियो। चरित्र बारेमा मूल्याङ्कन गर्न प्रको अध्यक्षतामा गठित शिक्षक समेतको कमिटीले गर्ने। विद्यार्थीको चरित्र सम्बन्धी मूल्याङ्कन गर्नलाई एउटा समिति बन्थ्यो। त्यो समितिको अध्यक्ष को हुन्थ्यो त? प्र है। विद्यार्थीको चरित्र मूल्याङ्कन गर्ने सम्बन्धमा एउटा के बन्थ्यो त? समिति बन्थ्यो। त्यो समितिको अध्यक्ष को हुन्थ्यो त? प्र। माध्यमिक शिक्षाको अन्तिम परीक्षा, ल अब यो माध्यमिक शिक्षाको अन्तिम परीक्षा, माध्यमिक शिक्षाको अन्तिम परीक्षा पास गर्नेलाई मध्यमा स्तरको प्रमाणपत्र दिनुपर्ने, अघि पनि भएको थियो। अर्को, माध्यमिक शिक्षा सशुल्क हुने। यो पूर्णाङ्क जान्नु है, तपाईँले बढी जानेको यो जान्नु। माध्यमिक शिक्षा सशुल्क हुने भने पैसा तिर्नु पर्ने क्या, यो जान्नु होला। कक्षा 6 देखि 8सम्म कति पूर्णाङ्क थियो? 700 पूर्णाङ्क। कक्षा 6 7 8मा 700 पूर्णाङ्क थियो। कक्षा 9 10मा 900 पूर्णाङ्क थियो। र 11को लागि 1000 पूर्णाङ्क थियो। 11को लागि 1000 पूर्णाङ्क थियो। अब माध्यमिक शिक्षक तयारी, यो शिक्षकको बारेमा के व्यवस्था थियो त? शिक्षकका बारेमा भन्दैछ। प्राविधिक शिक्षक कति पढेको हुनु पर्थ्यो भन्थ्यो? एसएलसी र तालिम प्राप्त। तर माध्यमिकलाई के भन्छ? विद्यालयका प्रधानाध्यापक तृतीय श्रेणीका अफिसर सर हुने है। विद्यालयका प्रधानाध्यापक जो माविका हुन्थ्यो, त्यो माविका प्रधानाध्यापक के हुन्थ्यो त? तृतीय श्रेणीका अफिसर, तृतीय श्रेणीका अफिसर सर हुने। 10 वर्षसम्म राम्रो काम गरेमा तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा पाउनु पर्ने भनेको के थियो त? तृतीय श्रेणीका अफिसर सर के हुने त? विद्यालयको प्र हुने। कुन विद्यालयको त? माध्यमिक शिक्षाका विद्यालयको है, माध्यमिक विद्यालयको। र तृतीय श्रेणीबाट कति वर्षमा द्वितीय श्रेणीमा बढुवा हुने त? 10 वर्षमा है। अर्को, कलेज अफ एजुकेसनबाट, कलेज अफ एजुकेसनबाट एसएलसी उत्तीर्णलाई 4 वर्षमा को बिएडमा भर्ना गर्ने भनेको थियो। स्नातक भइसकेको लागि 1 वर्ष बिएड गर्ने। अनुभवी शिक्षकको लागि अन्तरसेवा तालिम दिने। अरू शिक्षकको है, अरू शिक्षकले 10 वर्षसम्म राम्रो कामको योग्यता देखाएमा तृतीयबाट बढुवा गरेर तृतीय श्रेणीमा बढुवा गर्ने भनेको प्र जुन हुन्छ त्यो तृतीय नै हुन्थ्यो। त्यो तृतीयबाट 10 वर्षमा के गर्थ्यो? द्वितीय गर्थ्यो। र अरू शिक्षक के गर्थ्यो त? 10 वर्षमा उसले राम्रो काम गर्थ्यो भने उसलाई तृतीय बनाइन्थ्यो बढुवा गरेर। अब शिक्षकसँग सम्बन्धित सिफारिसहरू। प्रति शिक्षक 20 देखि 40 बच्चा हुनुपर्छ, अघि नै आइसक्यो। कुनै पनि विद्यालयमा कम्तीमा 2 वर्ष काम गरेको शिक्षकलाई शिक्षक पदको लागि बढी गारस्ता दिने भने पनि माथि आयो। प्रथम श्रेणी र डिस्टिङसन ल्याएका व्यक्तिलाई बढी शिक्षक बनाउने है। यो जसले विद्यालयमा पढ्ने बेलामा प्रथम श्रेणीमा पास गरेको छ या त डिस्टिङसन नम्बर ल्याएर पास गरेको छ, त्यस्ता डिस्टिङसन नम्बर ल्याउने विद्यार्थी र प्रथम श्रेणीका विद्यार्थीलाई शिक्षक बनाउने भनेको छ है। ल यति कुरा हो, यो सकियो। यसमा धेरै छैन, यसमा धेरै टाउको दुखाउने कुराहरू छैन। अब कतिले किन फोन हानेको होला थाहै भएन त। अब राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028, राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 यो तपाईँलाई एकदमै महत्त्वपूर्ण हो। 28 49 एकदमै सम्बन्ध धेरै महत्त्वपूर्ण है। यहाँ एक एक कुरालाई मध्यनजर हेर्नु होला। राष्ट्रिय शिक्षा पद्धति योजना राशि पयो 2028 देखि 2032, 2028 देखि 2032। नेसनल एजुकेसन सिस्टम प्लान एनइएसपी है, यसलाई अङ्ग्रेजीमा नि जान्नु। नेसनल एजुकेसन सिस्टम प्लान भनेको एनइएसपी कहिले काहीँ भनिन्छ। एनइएसपीको पुरा रूप के हो? नेसनल एजुकेसन सिस्टम प्लान, राष्ट्रिय शिक्षा पद्धति योजना। कहिले आएको त? 1971मा। यो मिति अङ्ग्रेजीमा कति धेरै पटक सोधेको हो कि अङ्ग्रेजीवाला मिति, यो अङ्ग्रेजीवाला मिति हो नि, कति पटक सोधेको सनवाला। राष्ट्रिय शिक्षा
पद्धति योजना कहिले आएको हो? 1971 है, 1971 सनमा हो। एकदमै जान्नु होला माथिको कुरा। अब यसको कुरा हामी गरौँ। राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 लागु मिति र लागु भएका जिल्लाहरू कहिले कहिले लागु भयो र कुन कुन जिल्लामा लागु भयो? है, लागु मिति र लागु जिल्ला। लागु मिति र लागु भएका जिल्ला। पहिला यता यता कुरा के गरौँ त? लागु भएको चरण। यहाँ सबै कुरा जान्नु है, यो महत्त्वपूर्ण छ। त्यति कलर गरियो तर महत्त्वपूर्ण छ। भनेको राष्ट्रिय शिक्षा पद्धति योजना 2028 कति चरणमा लागु भएको थियो? तीनवटा चरणमा। कतिवटा चरणमा? तीनवटा चरणमा लागु भएको थियो। तीनवटा चरणमा। चरणको नाम के त? एउटा प्रारम्भिक चरण, अर्को मध्यावधि चरण, अर्को स्थायी चरण। चरणको नाम है, प्रारम्भिक चरण, मध्यावधि चरण र स्थायी चरण। कति चरण थियो त? 3 चरण। कहिले कहीँ भन्छ राष्ट्रिय शिक्षा पद्धति योजना 2028मा लागु भएका 3 चरण मध्ये कुन होइन या कुन चरण पर्दैन भनिदिन्छ। अब प्रारम्भिक चरण, मध्यावधि चरण होइन, स्थायी चरण र दीर्घकालीन चरण भन्दिला, के भन्देला? त्यो भएर यसरी के बुझ्नु त? स्थायी चरण, मध्यावधि चरण र प्रारम्भिक तीनटा लागु भएको वर्षहरू। यो कति वर्षमा यो भनौँ नि सर्वाङ्गीन राष्ट्रिय के यो राष्ट्रिय शिक्षा पद्धति योजना राशि पहियो 2028 कति वर्षमा लागु भयो त? 5 वर्षमा लागु भयो। लागु भएको योजना के थियो र लागु कसरी भयो त्यो दुइटै कुरा है। 5 वर्षमा लागु गर्यो त लागु भएको वर्षमा कति वर्ष त? 5 वर्ष। लागु गर्दाखेरि पहिलो पटक 2 जिल्लामा होइन, दोस्रो वर्षमा 13वटा जिल्लामा, तेस्रो वर्षमा 16वटा जिल्लामा, चौथो वर्षमा 20वटा जिल्लामा अनि लास्टमा 5औँ वर्षमा 24वटा जिल्लामा लागु भयो। त्यो पनि जान्नुपर्छ। भनेको राशि पहिलो पटक कति जिल्लामा लागु भयो? धेरै पटक सोधेका प्रश्न। 2 जिल्लामा। दोस्रो पटक 13 जिल्लामा। तेस्रो पटक भनेको तेस्रो वर्षमा 16 जिल्ला, चौथो वर्षमा 20 जिल्ला अनि 5औँ वर्षमा 24 जिल्ला। त्यो भएर 2, 13, 16, 20, 24 यो लागु भएको। तर लागु गर्ने योजना कस्ता बनाएका थिए? यस्ता लागु गर्ने योजना यस्ता बनाएका थिए। पहिलो वर्षमा 2वटा जिल्लामा लागु गर्ने, दोस्रो वर्षमा 13वटा जिल्लामा लागु गर्ने, तेस्रो वर्षमा 15वटामा लागु गर्ने भनेको थियो। तर 15वटामा भने पनि लागु कतिमा भयो त? 16वटामा। भने त्यो 15वटा जिल्लामा लागु गर्ने, तर भइहाल्यो कतिमा? 16वटा जिल्लामा भयो। यता 15वटा भने पनि 16वटामा लागु भयो। त कुन जिल्ला थपियो? सुर्खेत। कुन जिल्ला थपियो त? सुर्खेत थपियो। अनि चौथोमा कति भनेको छ? 20 त 20 भयो। अब यता त 25 भनेको थियो, त 25मा त एउटा यतै लागु भयो, तेस्रोमा। त्यता घटेर कति भयो त? 24। त्यो भएर माथि 24 आएको छ है यो। त तपाईँलाई दुईवटा कुरा लागु कसरी भयो भन्दाखेरि 2, 13 पहिला 2वटा जिल्लामा, त्यसपछि दोस्रो वर्षमा 13वटा जिल्लामा, तेस्रो वर्षमा 16वटा जिल्लामा, चौथो वर्षमा 20वटा जिल्लामा, 5औँ वर्षमा 24वटा जिल्लामा लागु भयो। तर लागु गर्छु भने योजना कस्ता बनाएका थिए? पहिलो पटक भनेको पहिलो वर्षमा 2 जिल्ला, दोस्रो वर्षमा 13 जिल्ला, तेस्रो वर्षमा 15 जिल्ला होइन, चौथो वर्षमा 20 जिल्ला र 5औँ वर्षमा 25 जिल्लामा लागु गर्ने भन्ने योजना थियो। योजना यसरी भए पनि तेस्रो वर्षमा 15 जिल्ला योजना भए पनि लागुको बेला के भयो त? 16वटा जिल्लामा लागु भयो है। 16वटा जिल्लामा लागु भयो। त लागु एउटा थपेर कुन जिल्ला भयो त? सुर्खेत। सुर्खेत भयो है। अब यता त एउटा जिल्ला यहीँ थपेर उता गयो, यहाँ त 24वटा मात्रै बाँकी बच्यो। त्यो 25 भने पनि लास्टमा कतिवटा जिल्ला भयो त? 24वटामा लागु भयो। त्यो याद गर्नु होला। चरण 3वटा। पहिलो चरणको नाम प्रारम्भिक चरण, दोस्रो चरणको नाम मध्यावधि चरण, तेस्रो चरणको नाम स्थायी चरण। प्रारम्भिक चरण, मध्यावधि चरण र स्थायी चरण। लागु कसरी भयो? 2, 13 है, 2, 13, 16, 20, 24। योजना कस्तो थियो? 2, 13, 15, 20, 25। ठिक छ? यो कुरा जान्नु होला। अब यो चरणहरूलाई जान्नु। यो चरणहरूलाई राम्रोसँग जान्नु पर्यो है। यसलाई भनेको कतिवटा चरण त? 3वटा चरण। चरण कतिवटा? 3वटा। पहिलो चरणको नाम प्रारम्भिक चरण, दोस्रो चरणको नाम मध्यावधि चरण, तेस्रो चरणको नाम स्थायी चरण। यो पनि सोधिन्छ है। यो राष्ट्रिय शिक्षा पद्धति योजना 2028मा तेस्रो चरणको नाम के थियो? स्थायी चरण थियो, मध्यावधि थियो, प्रारम्भिक थियो, दीर्घकालीन थियो, यसरी भनिदिन्छ। स्थायी भनेको पहिलो चरणको नाम प्रारम्भिक, दोस्रोको मध्यावधि र तेस्रोको स्थायी। अब लागु भएका मिति है। पहिलो जुन चरण हो जसलाई हामी प्रारम्भिक चरण भन्छौँ, त्यो प्रारम्भिक चरण के भयो त? 2 वर्षमा लागु भएको। प्रारम्भिक चरण 2 वर्ष लागु भयो। एउटा पहिलो वर्ष, अर्को दोस्रो वर्ष। फेरि दोस्रो चरण पनि त्यस्तै हो, 2 वर्ष लागु भयो। तेस्रो वर्ष र चौथो वर्ष। अनि तर स्थायी चरण के हो? 1 वर्ष लागु भयो। 1 वर्षमा लागु भयो। भनेको प्रारम्भिक चरण पनि 2 वर्षमा लागु भयो, मध्यावधि चरण पनि 2 वर्षमा लागु भयो, तर स्थायी चरण 1 वर्षमा लागु भयो। त्यो भएर प्रारम्भिकमा 2 वर्ष भनेपछि पहिलो वर्ष, दोस्रो वर्ष, दोस्रो चरणमा तेस्रो वर्ष र चौथो वर्ष भने 2 भयो।
अनि तेस्रोमा भनेको 5औँ वर्ष, यसरी लगातार 5 वर्षमा यो के भयो त लागू गरियो। त पहिलो चरणमा कति वर्ष भयो त 2 वर्ष, 2 वर्ष। त पहिलो वर्ष कुन हो त 2028 7 महिना 15 गते। दोस्रो वर्षमा कहिले भयो 2029 6 महिना 15 गते। तेस्रो वर्षमा 2030 7 महिना 1 गते। अनि चौथोमा 2031 6 महिना 21 गते। पाँचौँ वर्ष 2032 6 महिना 20 गते। त्यो कुन कुन वर्षमा कहिले कहिले लागू भयो भन्ने कुरा पनि बेला बेलामा सोधेको छ होइन। पहिलो वर्ष कहिले लागू भयो, दोस्रो कहिले भयो, तेस्रो कहिले भयो। अनि यो याद गर्ने एकदमै सजिलो हो। यो याद गर्ने एकदमै सजिलो, कहीँ यहाँ टेक्निक पनि दिया होला छैन, म तपाईँलाई टेक्निक बताइरहेको छु। एकदमै सजिलो। अब 28बाट सुरु गरिदिउँ, किन 28को प्रतिवेदन त 28 होइन, 29, अनि यता 30, अनि यता 31, अनि यता 32। यो त यादै गर्नु परेन। 28 29 30 31 32 भइहाल्यो, यादै गर्नु परेन। अब यता महिना गरौँ, 76 76 छ। महिनालाई के गर्नु या त 76 76 छ, हेर्नु न। यो 7 महिनामा हो, यो 6 महिनामा हो, फेरि 7 महिनामा हो, फेरि 6 महिनामा हो, फेरि 6 महिनामा हो। त के भयो त 76, यो दुवै लाएर कति भयो त 76। यहाँ 7 र 6 भनेको 76 महिना भनेको 76, फेरि यता पनि 76 अनि यता 6, त्यो भएर 76 76 6 भन्नु है। अनि यतामा पन्ध्र पन्ध्र, यता हेर्नु कति सजिलो हो, महिनाको यता गतेमा पन्ध्र पन्ध्र, अनि यता 1 21, अनि 1 21बाट घट्यो भने त 20, पन्ध्र पन्ध्र 1 21 20, 76 76 6। अब यता त 28 29 30 31 32 भइ नै हाल्यो। अब तपाईँलाई तेस्रो वर्षमा कहिले लागू भयो त तपाईँको लेख्नु त 76 76। त 76 लेख्दा 6 7 के अरे 7 6 फेरि 7 भनेको 7औँ महिनामा भयो होला, त्यसरी बुझ्यो। त्यो भएर 76 76 6 लेख्ने। अनि पाँचौँ वर्षमा भन्छ कति कुन महिनामा भयो त 76 76 6, 6 भनेको असोजमा भयो, के अरे भाद्र असोज, असोजमा भयो, त्यसरी बुझ्न सक्यो नि त। अनि महिनामा गएपछि 76 76 6 भयो भने गतेमा गएपछि पन्ध्र पन्ध्र 1 21 20 भनेको 1 21बाट घट्यो भने कति हुन्छ 20, प्लस दुईवटा पन्ध्र भयो, 1 21बाट घट्यो भने कति 20। ठिक छ। 28 29 30 31 32 76 76 6, पन्ध्र पन्ध्र 1 21 20। याद भइरह होला। अब कस्तो तपाईँलाई थाहा होला है। अब यहाँ पहिलो वर्षमा भनेको पहिलो वर्ष भयो नि, यो प्रारम्भिक चरणको पहिलो वर्ष 28मा। त 28मा कतिवटा जिल्लामा लागू भयो, दुईवटा जिल्लामा। काँची, यो धेरै पटक आयोगमा सोधेको प्रश्न हो। कास्की र चितवन, ए काँची, कास्की र चितवनमा पहिलो वर्षमा लागू भयो र आयोगमा सबभन्दा धेरै सोधेका प्रश्न हो। सर्वाङ्गी राष्ट्रिय के अरे यो राष्ट्रिय शिक्षा पद्धति योजना 2028 पहिलो वर्ष कुन कुन जिल्लामा लागू भयो, कास्की र चितवन। कतिवटा जिल्लामा लागू भयो, दुईवटा जिल्ला। पहिलो वर्षमा दुईवटा जिल्ला, अनि दोस्रो वर्षमा माथि नै आएको थियो, दोस्रो वर्षमा 13 जिल्ला। भनेपछि यो त वर्ष भयो। पहिलो वर्ष भने 2 जिल्ला बने, दोस्रो वर्ष भने 13 जिल्ला बने। तर यो पहिलो वर्ष र दोस्रो वर्ष कुन चरणमा पर्छ, पहिलो चरणमा पर्छ, प्रारम्भिक चरणमा पर्छ। कुरा बुझिराख्नु भएको छ नि, के गर्नुभयो। ल, कुरा बुझिराख्नु भएको छ भनेको, जसरी यहाँ के भन्छ पहिलो वर्षमा त 2 जिल्ला भन्छ, तपाईँलाई भन्छ राशि पयो राष्ट्रिय शिक्षा पद्धति योजना 2028 पहिलो वर्षमा कति जिल्लामा लागू भयो त 2 वर्ष भन्नुहुन्छ, कास्की र चितवन। दोस्रो वर्षमा भन्छ भने 13 जिल्ला भन्नुहुन्छ। आखिरमा पहिलो वर्ष र दोस्रो वर्ष कुन चरणमा पर्छ त, प्रारम्भिक चरणमा पर्छ। यो दुवै वर्ष त कुन चरणको हो, प्रारम्भिक चरणको। अब तपाईँले यो वर्ष नसोधेर यहाँ भन्छ के अरे राशि पयो 2028 प्रारम्भिक चरणमा वा पहिलो चरणमा कति जिल्लामा लागू भयो। त पहिलो चरणमा कति भन्यो, अब 2 भन्ने कि 13 भन्ने, दुवै जोड्ने, किन दुवै लागू भएको छ। त 2 र 13 कति भयो 15, त्यही लेख्या हो माथि। पहिलो चरणमा कति जिल्ला लागू भयो त, पहिलो चरणमा 2 र 13 गरेर 15 जिल्लामा लागू भयो। पहिलो चरणमा 2 र 13 गरी कति त 15 जिल्लामा लागू भयो। ल ठिक छ है, 15 15 भयो, बुझिराख्नु भएको छ। वर्ष भन्यो भने 2 र 13, तर चरण भन्यो भने दुइटै जोडेर 15। अब दोस्रो वर्षमा कति जिल्ला भयो भने त यहाँ 16 जिल्ला र 20 जिल्ला जोड्यो भने कति हुन्छ, 36 भइहाल्छ। तर तेस्रो वर्ष भने तेस्रो वर्षमा कति 16 जिल्ला, हामी 2 13 16 भनेको थियो नि त। अनि थपेर कुन आयो त, सुर्खेत थपेर आएको थियो। चौथो वर्षमा फेरि 20 जिल्ला, पाँचौँ वर्षमा 24 जिल्ला। तर कुरा यहाँ के छ भने यहाँ दोस्रो चरणमा दुईवटा वर्ष पर्ने भएकोले दुवै वर्षलाई जोड्ने, एउटा 16 वर्ष के अरे 16 जिल्ला, अर्को 20 जिल्ला जोडेर कति भयो त 36 जिल्ला। त पहिलो चरणमा 15 जिल्ला, दोस्रो चरणमा 36 जिल्ला र तेस्रो चरणमा 24 जिल्ला है।
15, 36 र 24 चरणमा आयो भने, तर चरणको भयो भने राशि पहिलो 2028, होइन पहिलो दोस्रो तेस्रो चरणमा कति कति जिल्लामा लागू भएको थियो? 13, सरी यो 15, 36 र 24 वर्ष बन्यो भने 2, 13, 16, 20, 24 र पक्कै पनि बुझा हो जस्तो लाग्छ। अब कस्तो हो तपाईँलाई थाहा होला। अब यो घोषणा भनेको घोषणा कहिले भयो त? भनेको यो प्रतिवेदनको घोषणा कहिले भयो? 2028 वैशाख 3 गते है, सोधिन्छ। घोषणा कहिले भयो? 2028 वैशाख 3 गते। प्रतिवेदन राशि पहियो कहिले घोषणा गरियो? यो योजना कहिले घोषणा गरियो? 2028 वैशाख 3 गते है। इङ्ग्लिसमा सोध्यो भने 1971 अप्रिल 16, 1971 अप्रिल 16मा यो सोधिरहेको छ है, अङ्ग्रेजी नै सोधेको छ। यो नेस्प बनिदिन्छ तपाईँले, अङ्ग्रेजीमा एनइएसपी बनिदिन्छ। एनइएसपी अनुसार होइन, एनइएसपी अनुसार पहिलो चरणमा लागू भएका जिल्ला कुन हो बनिदिन्छ। अब एनइएसपी जो बुझेको छ नि त्यो गयो, त्यो भएर त्यसरी बुझिदिनु होला। 2028 वैशाख 3 गते के भयो त? घोषणा भयो। घोषणा यो बेला भयो, तर लागू त्यो बेला भएन। लागू कुन बेला भयो त? 5 गतेबाट। यो धेरै सबभन्दा बढी सोध्ने। तपाईँलाई घोषणा आयो भने 3 गते भन्नु, लागू आयो भने 5 गते भन्नु। 2028 वैशाख 5 गते के भयो त? लागू भएको। 2028 वैशाख 5 गते के भएको त? लागू भएको। घोषणा कहिले भएको त? घोषणा कहिले भएको त? 2028 वैशाख 3 गते। ठिक छ। घोषणा 3 गते बन्ने, लागू कहिले बन्ने? 5 गते। लागू गराउने राजा को त? राजा महेन्द्र वीर विक्रम शाह है। तर यो बढी सोधिन्छ। अर्को यसको उपनाम अत्यन्त धेरै सोध्ने प्रश्नमा पर्छ। 2011को प्रतिवेदनको नाम के थियो? नेपालमा शिक्षा। 2011को प्रतिवेदनको नाम के थियो? नेपालमा शिक्षा। तपाईँहरू अब्जेक्टिभ क्वेसनहरू बनाउनु है, बुकहरू किन्नु र बुकहरूमा छ, अब्जेक्टिभका बुकहरू लिएर अनि त्यहाँ सेटहरूमा होला प्रश्नहरू हुन्छ, त्यो बनाउनु है। नभए म तपाईँको अब यो विचार गरिरहेको छु प्रश्नहरू हाल्ने भनेर। प्रश्नहरू किताबैबाट हाल्ने, किताबमा छ त्यो प्रश्नहरू तपाईँलाई बरु सेन्ड गरिदिउँला, तपाईँहरू पढ्नु होला। सकेसम्म आफू पनि खोज्नु। अब मैले प्रश्नहरू खोज्न थालेँ, यताउता गर्न थालेँ भने मलाई गाह्रो पर्छ, किनभने मैले त अब विषयवस्तुलाई जति सकिन्छ त्यति छिटो भन्ने बुझाउने त्यो प्रयास अलिक बढी गर्नुपर्छ। पढ्ने कुरा त तपाईँले कति खोजेर पढ्नुहुन्छ त्यो त अभ्यास कति धेरै गर्नुहुन्थ्यो त्यो तपाईँमा पनि भर पर्छ। आज धेरै कमजना आएको किन? ल, अर्को कुरा कुरा अर्को के गरौँ भने, कुरा बुझ्नु भने त घोषणा 2028 वैशाख 3 गते, लागू 2028 वैशाख 5 गते। यसको उपनाम सबभन्दा धेरै सोधेको के उपनाम? नयाँ शिक्षा योजना। 11को नाम के थियो? 11को नाम थियो नेपालमा शिक्षा है। 11को नाम थियो नेपालमा शिक्षा। नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2011को के नाम थियो? नेपालमा शिक्षा पनि भन्थ्यो त्यसलाई। तर 28लाई के भन्छ? नयाँ शिक्षा योजना। या त तपाईँलाई अर्को प्रश्न आयोगमा बारम्बार सोधेका प्रश्न हो, हालसम्मकै सबभन्दा महत्त्वपूर्ण योजना कुन हो है। हालसम्मकै सबभन्दा महत्त्वपूर्ण शिक्षा योजना कुन हो भनिदियो भने कुन हो त? 28को। हालसम्मकै सबभन्दा महत्त्वपूर्ण शिक्षा योजना कुन हो त? कुन हो त? 28 हो। सबभन्दा महत्त्वपूर्ण शिक्षा योजना कुन त? 28। हालसम्मकै सबभन्दा महत्त्वपूर्ण शिक्षा योजना कुन हो भन्यो भने 28 भन्ने है, 28। अर्को, अब यो मध्यावधि मूल्याङ्कन कहिले गरियो त? 2031 सालमा। पूर्णावधि मूल्याङ्कन कहिले गरियो? 2034 सालमा। कार्यान्वयनमा सहयोग, अब यो कार्यान्वयनमा सहयोग धेरै पटक सोधेको भनेको राशि पहियो 2028 जुन गठन भयो योजना बनाउनको लागि, त्यो बनाउने बेलामा कुन सरकारको सहयोग भएको थियो त? अमेरिका सरकारको सहयोग भएको थियो। यो धेरै पटक सोधेका प्रश्न हो। कार्यान्वयनमा सहयोग गर्ने राष्ट्र कुन हो भनेको अमेरिका हो। राशि पहियो 2028 जुन योजना बन्यो त्यो योजना होइन, कार्यान्वयनमा सहयोग गर्ने राष्ट्र कुन हो भनेको त अमेरिका सरकार हो। एकदमै धेरै सोधेका प्रश्न हो। यसको मध्यावधि मूल्याङ्कन 2031मा भयो र पूर्णावधि मूल्याङ्कन 2034मा भयो। यो एकदमै अत्यन्त महत्त्वपूर्ण कुराहरू हुन्, त्यो जान्नु होला है। अर्को 2007देखि 2027सम्म शिक्षाको विकासको कुरा गरिएको छ। अब यहाँ हुन त यो अरूहरू पनि सोध्ने सम्भावना रहला, तर खासै तपाईँको बढी गरेर सोधेको अहिलेसम्म विगतको इतिहासलाई हेर्नुहुन्छ, सोधेका प्रश्नको प्याटर्न हेर्नुहुन्छ भने कहाँ हो त? 7लाई हो। 2007को व्यवस्था अहिले धेरै सोधेको। 2007लाई अत्यन्त सबभन्दा धेरै सोधेका हुन्। तपाईँले के भनिदिन्छ? विक्रम सम्वत 2007 सालमा प्राथमिक विद्यालय कतिवटा थियो? प्राथमिक विद्यालय 321, 321वटा थियो। 2007 सालमा प्राथमिक विद्यालय कतिवटा थियो? 21वटा थियो। फेरि 321वटा, कतिवटा? 321वटा थियो। 2007 सालमा प्राथमिक विद्यालय 321वटा थियो, 321। माध्यमिक कतिवटा थियो?
11वटा विद्यालय थियो। 2007सम्ममा माध्यमिक विद्यालय कतिवटा थियो? 11वटा थियो, देशभरिमा है, पुरै देशभरिमा। अनि उच्च शिक्षा कतिवटा थियो? दुईटा है। 2007सम्ममा उच्च शिक्षा दुईटा थियो, दुईटा मात्रै। अब 2018मा आउँदा कति भयो, 2027मा आउँदा कति भयो त्योहरू छ, तर त्योहरू खासै हेर्नु परेन। यो साथले अत्यन्त महत्त्वपूर्ण छ, यो जान्नुपर्छ। प्राथमिक शिक्षा कतिवटा थियो त? प्राथमिक विद्यालय कतिवटा थियो? 321वटा। माध्यमिक विद्यालय कतिवटा थियो? 11वटा। उच्च शिक्षा कतिवटा थियो? दुईटा। उच्च शिक्षाका विद्यालय भनेको दुईटा, 321, 11 र 2। याद गर्नु होला है यसलाई। अर्को, शिक्षाको राष्ट्रिय उद्देश्यहरू पनि थियो होइन। शिक्षाका राष्ट्रिय उद्देश्य त्यो बेला कतिवटा थियो त? 4वटा। तपाईँलाई यो सोधिरहन्छ। 2049मा 7वटा थियो है, 2049मा 7वटा थियो, तर 28मा कतिवटा थियो त? 4वटा। शिक्षाको राष्ट्रिय उद्देश्य कतिवटा तय गरेका थिए? 4वटा है। एकदमै महत्त्वपूर्ण हो, जान्नु होला। अनि शिक्षाका राष्ट्रिय उद्देश्य के यो त सोधेको छैन। अब प्रश्न गम्भीरै बनाउन खोज्यो भने सोधिहाल्ला, प्रश्न गाह्रै बनाउनु छ भने सोधिहाल्ला। यो कुन कुन हो कुन होइन, नभए अहिलेसम्म त्यति भित्र गएर सोधेको छैन होइन। राष्ट्रिय उद्देश्य 4वटा जान्ने, के हो भनेपछि अलिकति यो गाह्रो छ। यता भित्र गएर पढ्नु, ठुल्ठुलो बुँदाहरू छ। यसरी यहाँ एकमा के भनेको छ? राष्ट्र र राज्य मुकुटप्रति वफादारै पञ्चायती व्यवस्था अनुकूल आचरण गर्ने, नागरिक तयार गर्ने तथा विज्ञान र प्राविधिक ज्ञानको प्रसार गरी देश विकासका लागि आवश्यक जनशक्तिको पूर्ति गर्नु हुनेछ भनेको चाहिँ यस्तो रहेको थियो यिनीहरू। तर यो खासै गर्नु 4वटा थियो भन्ने कुरा बुझिदिनु होला। कतिवटा थियो? 4वटा। र सबैभन्दा धेरै सोध्ने के, अत्यन्त धेरै सोध्ने भनेको, अत्यन्त धेरै सोध्ने, एकदमै महत्त्वपूर्ण है यो, एकदमै महत्त्वपूर्ण भनेको यो हो। यो भनेको के त? संरचना। तपाईँको 1996को संरचना र यो अत्यन्त धेरै सोध्ने प्रश्न पर्छ है। विक्रम सम्वत 1996, विक्रम सम्वत 1996, 1996 कहिले त? माघ कति गते? माघ 8 गते है, 8 गते, माघ 8 गते है। शिक्षाको प्रतिवेदन आएको के थियो नि त, के भन्छ यसलाई, शिक्षा सम्बन्धी पहिलो यन्त्रलाई भन्छ, त्यो एउटा ऊ आएको थियो। मैले अहिले त्यसको नाम ठ्याक्कै बिर्सिरहेको छु, तपाईँ आयो भने भन्नु। भनेको विक्रम सम्वत 1996 माघ 8 गते एउटा ऊ आएको थियो भनौँ न, शिक्षाका एउटा के अरे नीति आएको थियो, जसलाई शिक्षा इस्तिहार भनौँ है। त्यसलाई शिक्षा इस्तिहार भनौँ। के आएको थियो त? शिक्षा इस्तिहार, जसलाई शिक्षाको पहिलो कानुन पनि भन्छ। शिक्षा इस्तिहार आएको थियो, त्यो जान्नुपर्छ है। भनेको शिक्षा इस्तिहार कहिले आयो त? इस्तिहार है यो। शिक्षा इस्तिहार कहिले आएको थियो त? 1996 माघ, 1996 माघ 8 गते, 1996 माघ 8 गते। एकदमै धेरै सोध्ने प्रश्नमा पनि पर्छ यो होइन। नेपालको पहिलो शिक्षा कानुन शिक्षा इख्तियार हो, 1996 माघ 8 गते आएको कुरा बुझ्नु पर्यो हो। र अर्को कुरा के यहाँ थप्नु पर्यो अझ भने, 1996मा पनि विद्यालयको संरचना यही थियो, 3-4-3। 1996मा पनि विद्यालयको संरचना के थियो? यही थियो, त्यो कुरा बुझ्नु होला है। त्यसको लागि मैले जोड्न खोजिरहेको छु यहाँ, 3 प्लस होइन 4 प्लस 3 संरचना थियो भनेको शिक्षा इस्तिहारमा है। शिक्षा इस्तिहारमा विद्यालयको संरचना के थियो? 3-4-3 थियो है, 3-4-3 थियो। अनि 28मा पनि के थियो? 3-4-3, 2 + 2 + 2, 3 + 4 + 3 + 2 + 2 + 2 भनेको 3-4-3, 2-2-2 पुरै संरचना। तर तपाईँलाई खास गरी बढी सोधिन्छ यता 3-4-3 विद्यालय शिक्षाको क्या, यहाँ उच्च विद्यालयसम्मको हो, उच्च शिक्षासम्मको 3-4-3, 2-2-2। र शिक्षा इतिहारमा पनि के थियो त? 3-4-3 नै थियो। एकदमै अत्यन्त धेरै सोधेका प्रश्न हो, यसलाई जान्नु होला है। हो, 10को महिना 8 गते, ठिक छ, 1996 10को महिना 8 गते। ल है, 10को महिना 8 गते, माघ 8 गते, त्यही हो। ल, विद्यालय शिक्षाको सङ्गठन। यो बेला विद्यालय शिक्षा कति तहका थिए? 3 तहका, एकदमै जान्नु होला। राशि पहियो 2028मा विद्यालय शिक्षा कतिवटा तहमा थियो भनेको, विद्यालय शिक्षा 3 तह, प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह। प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह। यहाँ 3 भनेको के त? प्राथमिक तह भनेको 3 कक्षासम्म, कक्षा 1, कक्षा 2 र कक्षा 3लाई के भन्थ्यो? प्राथमिक शिक्षा। 4 भनेको अब कक्षा 3 पछि 4, 5, 6, 7, 4देखि 7 के थियो त? 4देखि 7 के थियो त? निम्न माध्यमिक शिक्षा। अनि फेरि 3 उता छ, यो 3 भनेको 8, 9, 10 के थियो त? माध्यमिक। त्यो भएर यो बारम्बार सोधेका प्रश्न, यो निमाविवाला बढी सोध्या हुन्छ। हुन त यो अरू पनि गर्नुपर्छ, तर निमावि अलि बढी सोधेको छ, पुरै गर्ने है, 3टैलाई गर्ने भनेको नेसप है, एनएसपी भनेको राष्ट्रिय शिक्षा पद्धति योजना, राशि पहियो 2028मा
प्राथमिक शिक्षा कति कक्षासम्म थियो भने 3 कक्षासम्म, निम्न माध्यमिक 7सम्म र माध्यमिक 10सम्म। 8 9 10 निम्न माध्यमिक थियो होइन, के अरे माध्यमिक थियो। अनि 4 5 6 7 चारवटा भनौँ यो निम्न माध्यमिक थियो। 1 2 3 के थियो त प्राथमिक थियो। त्यो भएर यहाँ 3 4 3 को संरचना हो। प्राथमिकमा 3टा कक्षा आयो, निम्न माध्यमिक 4वटा कक्षा आयो र माध्यमिकमा कति आयो फेरि 3वटा आयो। त्यसरी बुझिदिनु होला। यो विद्यालय शिक्षाका 3वटा थियो सङ्गठन है। विद्यालय शिक्षाका 3 तह थियो, तर उच्च शिक्षाका कति तह थियो? 4 तह। एकदमै जान्नु होला। उच्च शिक्षाको सङ्गठन कति तहका थिए? 4 तहका। विद्यालय शिक्षाका 3 तह, प्राथमिक 1 देखि 3सम्म भनेको 3 भयो, 1 2 3 3 भयो। अनि निम्न माध्यमिक 4 4 5 6 7 4 क्लासदेखि 7 क्लाससम्म। अनि माध्यमिक भनेको 8 9 10 होइन, 3 4 3को थियो भनेको 3टा तह कहाँ थियो त विद्यालय शिक्षाको। तर उच्च शिक्षाको तह कतिवटा थियो? 4वटा। उच्च शिक्षाका तह कतिवटा थियो? 4वटा। अझ यो तहहरूको नाम याद गर्ने के बनाएको छ? एउटा प्रमाणपत्र तह, जसलाई के भन्थ्यो? पहिलो तह। उच्च शिक्षाको पहिलो तह कुन हो पनि भनिदिन्छ है। उच्च शिक्षाको पहिलो तह कुन हो त? प्रमाणपत्र तह हो। अनि डिप्लोमा तह दोस्रो तह भन्थ्यो, डिग्री तह तेस्रो तह हुन्थ्यो र अनुसन्धान तह चौथो तह हुन्थ्यो। प्रमाणपत्र, डिप्लोमा, डिग्री र अनुसन्धान उच्च शिक्षाको तहलाई कसरी बाँडेको थियो? प्रमाणपत्र तह, डिप्लोमा तह, डिग्री तह र अनुसन्धान तह। विद्यालय शिक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक। बुझिराख्नु भएको छ नि? तपाईँहरू बुझाएको छ कि छैन? एकछिन म गरौँ है। बुझेन भने यो अलिक महत्त्वपूर्ण हो। म तपाईँलाई एकछिनको लागि खोलिरहेको छु है। ल, यहाँ पढिरहेको छु मैले, त्यो बुझिराख्नु भएको छ? तपाईँले बुझाउने प्रयास गरिरहेको छु। बुझिराख्नु भएको छ? कसैको केही जिज्ञासा? ल, केही छैन भने अगाडि बढौँ है। कसैको केही जिज्ञासा हो भने राख्नु, नभए म अगाडि बढ्छु। ल, ठिक छ। सुन्नु, त्यसो भए ध्यानले सुन्नु, बुझिन्छ है। ध्यानले सुन्नु, बुझिन्छ। ल, अब अगाडि बढौँ। भन्न खोजेको मैले के कुरा गरेँ त? विद्यालय शिक्षा 3 तहका, उच्च शिक्षा 4 तहका। उच्च शिक्षामा कुन कुन पर्छ? डिप्लोमा तह, के प्रमाणपत्र तह, डिप्लोमा तह, डिग्री तह, अनुसन्धान तह है। प्रमाणपत्र, डिप्लोमा र अनुसन्धान। ल, राम्रो छ, बुझिरहेको छ भने एकदम त राम्रो है। ल, यो बुझिराख्नु भयो होला। बुझेको छ, खुसी लाग्यो, राम्रो छ। ल, अर्को, अब विभिन्न तहको उद्देश्यहरू। अब यो तपाईँलाई अत्यन्त धेरै आवश्यक छ है। यो 28 फेरि धेरै महत्त्वपूर्ण हो नि त। तपाईँले 28 र 49बाट प्रश्न आउने सम्भावना 80% रहन्छ। 20-15% भनेको अरू प्रतिवेदनबाट ल्याउने सम्भावना हुन्छ। खास गरी आउने भनेको 28 र 49 हो, खास गरी के। ल, त्यो भएर विभिन्न तहको उद्देश्यहरू भनेको छ। विभिन्न तह भनेको हामीले उता नै पढेको प्राथमिक तह, निम्न माध्यमिक तह, माध्यमिक तह, प्रमाणपत्र तह, डिप्लोमा तह, डिग्री तह र अनुसन्धान तह। उच्च शिक्षामा तपाईँले कुन तह हो भनिदिन्छ, कुन तह थिएन है। उच्च शिक्षाको तह कुन थिएन? प्रमाणपत्र तह, डिप्लोमा तह होइन, अनि स्नातक तह यसरी भनिदिन्छ। स्नातक छ छैन यहाँ है, त्यो कुरा बुझिदिनु पऱ्यो। ल, अब कुन तहमा के उद्देश्य राखिएको थियो? अत्यन्त महत्त्वपूर्ण है यो। तपाईँले अत्यन्त महत्त्वपूर्ण छ, एकदमै मजाले याद गर्नु। यहाँ भएका प्रत्येक वर्डलाई तपाईँ याद गर्नुपर्छ। मैले भनेको कुरा तपाईँ पक्कै पनि बुझिराख्नु भयो होला। यहाँ जुन छ उद्देश्यहरू, त्यो अत्यन्त महत्त्वपूर्ण भएकोले तपाईँले कुनै पनि कुरा नछुटाएर पढ्नु होला। यहाँ एक एक लाइनलाई यहाँ बुझ्नु होला। प्राथमिक तहको उद्देश्य के थियो? बालबालिकालाई साक्षर बनाउनु। तर मैले यहाँ तपाईँलाई फिजिकलमा भनेको पनि थियो, बाबालाई साक्षर बनाउनु याद गर्ने होइन। बालबालिका भनेको बाबालाई साक्षर बनाउने अथवा बालबालिकालाई साक्षर बनाउने भन्ने थियो है। त मैले तपाईँलाई यसरी सर्टकटमा त्यो बेला भनेको थियो, बाबालाई साक्षर बनाउनु प्राथमिक तहमा। त के थियो त? साक्षर बनाउनु भन्ने उद्देश्य थियो, साक्षर है। प्राथमिक तहले कस्तो शिक्षा दिने उद्देश्य राखेका थिए? साक्षरता बनाउने है, साक्षर बनाउने उद्देश्य थियो। प्राथमिक तहको शिक्षाको उद्देश्य के त? बालबालिकालाई साक्षर बनाउने। अत्यन्त महत्त्वपूर्ण है, म तपाईँलाई फोकस गरिरहेको छु, अत्यन्त महत्त्वपूर्ण। त्यो भएर बालबालिकालाई साक्षर बनाउने प्राथमिक तहको उद्देश्य। निम्न माध्यमिक तहको 3टा उद्देश्य। तर कुनै कुनै बेला अर्को सोधिन्छ, बढी सोध्ने भनेको तलको, तपाईँको सबभन्दा तलको नि हो व्यावसायिक, पूर्व व्यावसायिक शिक्षा दिने सबभन्दा धेरै सोध्ने है। निम्न माध्यमिक तहमा 3टा उद्देश्य देखिएको छ, तर तपाईँको बढी आयोगले सोध्ने गरेका प्रश्न तलको वाला हो, पूर्व व्यावसायिक शिक्षा दिने है। पूर्व व्यावसायिक शिक्षाको लागि तयारी गर्ने, पूर्व व्यावसायिक शिक्षा दिने भनेको के थियो त? निम्न माध्यमिक तहको उद्देश्य थियो। तर कहिलेकाहीँ यो पनि हालिदिन्छ, चरित्र निर्माण गर्नु है। चरित्र निर्माण गर्नु त कुन तहको शिक्षाको उद्देश्य थियो भनिदिन्छ? निम्न माध्यमिक तहको। अर्को भनिदिन्छ तपाईँले देशभक्ति, राजभक्ति र चरित्र निर्माण, यसरी जोडिदिन्छ। यसरी पनि जोडेर प्रश्न आएछ कि को विगतमा। देशभक्ति, राजभक्ति र चरित्र निर्माण गर्नु होइन। राष्ट्रिय शिक्षा पद्धति योजना 2028 कुन तहको शिक्षाको उद्देश्य हो?
कुन त निम्न माध्यमिक। त निम्न माध्यमिक एउटा चरित्र निर्माण बनाएको छ, अर्को पूर्व व्यावसायिक बनाएको छ। पूर्व व्यावसायिक शिक्षा दिने उद्देश्य कुन तहको त निम्न माध्यमिक तहको। ठिक छ, बुझिराख्नु भएको छ। प्राथमिक त प्राथमिकको के भयो त साक्षर बनाउने, निम्न माध्यमिकको चरित्र निर्माण गर्ने र पूर्व व्यावसायिक शिक्षा दिने। ल अर्को अगाडि। अनि माध्यमिकको फेरि म दोहोऱ्याउँछु एकपटक म कन्क्लुजन भन्छु, तपाईँ बुझ्नुहुन्छ। माध्यमिकको व्यावसायिक शिक्षा दिने है, माध्यमिकको के त व्यावसायिक शिक्षा दिने है, व्यावसायिक शिक्षा दिने। अनि दक्ष नागरिक तयार गर्ने, व्यावसायिक शिक्षा दिएर दक्ष नागरिक तयार गर्ने है। व्यावसायिक शिक्षा दिई दक्ष नागरिक तयार गर्ने कसको थियो त दक्ष नागरिक तयार गर्ने। व्यावसायिक शिक्षा दिएर दक्ष नागरिक तयार गर्ने कसको थियो त माध्यमिकको थियो। यो जान्नु है, जान्नु। अर्को प्रमाणपत्र तहको निम्न तहको प्राविधिक जनशक्ति तयारी गर्नु, निम्न तहको है, निम्न तहको निम्न तहको प्राविधिक जनशक्ति तयारी गर्नु। डिप्लोमा तहको मध्यम स्तरीय जनशक्ति तयारी गर्नु, मध्यम स्तरीय जनशक्ति तयारी गर्नु। डिग्री तहको स्तरीय जनशक्ति तयारी गर्नु, स्तरीय जनशक्ति तयारी गर्नु। अनुसन्धान तहको अनुसन्धान गर्ने जनशक्ति तयारी गर्नु। अब एकपल्ट म सारांशको रूपमा भन्छु। प्राथमिक तहको के थियो, बालबालिकालाई साक्षर बनाउने, के बनाउने, बालबालिकालाई साक्षर बनाउने। निम्न माध्यमिकमा कतिवटा कुरा, तीनवटा कुरा। एउटा चरित्र निर्माणका कुरा, अर्को देशभक्तिका कुराहरू, र अर्को पूर्व व्यावसायिक शिक्षा दिने, अर्को पूर्व व्यावसायिक शिक्षा दिने त्यो बनाएको थियो। माध्यमिकमा के त व्यावसायिक शिक्षा दिएर दक्ष नागरिक तयार गर्ने, व्यावसायिक शिक्षा दिएर दक्ष नागरिक तयार गर्ने। प्रमाणपत्र तहमा निम्न तहको प्राविधिक जनशक्ति तयार गर्ने। डिप्लोमामा मध्यम स्तरीय जनशक्ति तयार गर्ने। डिग्रीमा स्तरीय जनशक्ति तयारी गर्ने। त्यो एउटा निम्न मध्यम जनशक्ति है, निम्न मध्यम र स्तरीय, निम्न मध्यम र स्तरीय। अनि लास्टमा अनुसन्धानमा त अनुसन्धान गर्ने खालका जनशक्ति तयार गर्ने। पक्कै पनि तपाईँले बुझिसक्नु भयो होला। बुझेन भने एकपल्ट घरमा पनि आफू अध्ययन गर्नु होला। प्राथमिकको बालबालिकालाई साक्षर गर्ने, निम्न माध्यमिकमा चरित्र निर्माणका कुरा, देशभक्तिका कुरा र पूर्व व्यावसायिक शिक्षाका कुरा। माध्यमिकमा होइन व्यावसायिक शिक्षा दिई दक्ष नागरिक तयार गर्ने होइन। त्यसपछि तपाईँको प्रमाणपत्र तहमा निम्न जनशक्ति तयार गर्ने होइन। डिप्लोमामा मध्यम स्तरीय जनशक्ति तयार गर्ने होइन। त्यसपछि तपाईँको डिग्रीमा स्तरीय जनशक्ति तयार गर्ने र अनुसन्धानमा अनुसन्धान गर्ने खालका जनशक्ति तयार गर्ने भन्ने थियो। अब विद्यार्थी भर्नाका सन्दर्भमा राशि पहियोले के भन्यो त, कक्षा 6देखि 8 कक्षा 6 के अरे 6देखि 8 वर्ष उमेरका, भने 6 वर्षदेखि लिएर 8 वर्ष उमेरसम्मका 64%लाई 5 वर्षमा प्राथमिक शिक्षाको सहुलियत दिने भनेको थियो। भनेको यहाँ भन्न खोजेको कुरा के भने 6देखि 8 वर्षका जति बालबालिकाहरू छन् त्यो मध्ये 64%लाई के गर्ने त 5 वर्षमा प्राथमिक शिक्षा दिने भनेको थियो। कति वर्षमा, 5 वर्षमा। कति पर्सेन्टलाई, 64%लाई। अर्को प्राथमिक शिक्षा पाइरहेका विद्यार्थीहरूको 40% बालबालिकालाई निम्न माध्यमिक शिक्षाको सहुलियत दिने। जो प्राथमिक पाइरहेको छ त्यो पाइरहेका विद्यार्थीहरूमध्ये कति पर्सेन्टलाई, 40%लाई कहाँ लाने त निम्न माध्यमिक शिक्षाको सहुलियत दिने। प्राथमिक शिक्षा जतिजना पढिरहेछ त्यो मध्ये 40% विद्यार्थीलाई के गर्ने त निम्न माध्यमिक शिक्षामा सहुलियत दिने भनेको थियो। यो कतिलाई त 40%लाई। अनि 6देखि 8 वर्षकालाई कति पर्सेन्टलाई प्राथमिक शिक्षा दिने भनेको थियो, 64लाई। 6देखि 8 वर्ष उमेरसम्मका जति बालबालिका हो त्यो मध्ये 64%लाई के गर्ने त प्राथमिक शिक्षाको सहुलियत दिने भनेको थियो। र प्राथमिक शिक्षा जो पाइरहेको छ त्यो मध्ये कति पर्सेन्टलाई त 40%लाई के गर्ने, निम्न माध्यमिक शिक्षाको सहुलियत दिने। अर्को कुरा के भनेको थियो, प्राथमिकको 20% र निम्न माध्यमिकको 50% बालबालिकालाई माध्यमिक शिक्षाको सहुलियत दिने। प्राथमिकको 20% र निम्न माध्यमिकको 50% बालबालिकालाई माध्यमिक शिक्षामा सहुलियत दिने। अर्को जो माध्यमिक पढिरहेको विद्यार्थी छ, माध्यमिक शिक्षाका विद्यार्थीलाई 19%लाई माध्यमिक शिक्षाका 19% विद्यार्थीलाई उच्च शिक्षाको सहुलियत दिने। फेरि म एकपल्ट भन्न खोज्छु, बुझाउँछु। भनेको 6 वर्षदेखि 8 वर्षसम्मका जुन बच्चाहरू छन्, बालबालिका हुन्छ यो उमेरका, उनीहरूमध्ये 64%लाई के गर्ने त प्राथमिक शिक्षाको सहुलियत दिने। कति पर्सेन्टलाई त 64%लाई। अनि जो विद्यार्थी प्राथमिक शिक्षा पाइरहेका छन् त्यो पाइरहेका विद्यार्थीहरूको 40% बालबालिकाले के गर्ने, निम्न माध्यमिक शिक्षा जब पाउँछ भने सहुलियत दिने उसलाई। प्राथमिक शिक्षा पाइरहेको छ, अब त्यो मध्ये 40%लाई निम्न माध्यमिक शिक्षामा सहुलियत दिने भनेको छ। र प्राथमिक शिक्षाका 20% र निम्न माध्यमिक शिक्षाका 50% बालबालिकालाई माध्यमिक शिक्षामा के गर्ने त सहुलियत दिने भनेको छ।
अर्को भनेको छ माध्यमिक शिक्षाका 19% बालबालिकालाई उच्च शिक्षामा के गर्छ सहुलियत दिने। त्यो भएर यो धेरै जटिल छैन, गाह्रो छैन, बुझ्नु होला, याद गर्नु होला। अब यो जुन पहिलो लाइन हो, यो पहिलो लाइन तपाईँ एकदमै घोकेर नि राख्नु, अत्यन्त महत्त्वपूर्ण लाइन हो यो। पाठ्यक्रम शिक्षाको उद्देश्य प्राप्तिको लागि बनाइएको शैक्षिक कार्यक्रम हो। यो कसको बनाइयो है, यो होइन, कुन, यो कसको बनायो, कुन प्रतिवेदनको बनायो भन्छ, या त यो परिभाषा कसको है, यो परिभाषा कसको भन्छ के, यो परिभाषा कसको भन्छ, यो परिभाषा कसको, म यहाँ प्रश्नै बनाएँ तपाईँलाई के, यो कसको त, राशि पयो, राशि पयोको हो। कसको हो, राशि पयोको। तपाईँले भन्छ पाठ्यक्रम शिक्षाको उद्देश्य हासिल गर्न वा प्राप्ति गर्नको लागि बनाएको शैक्षिक कार्यक्रम हो। पाठ्यक्रम भनेको शिक्षाको उद्देश्य प्राप्ति गर्नको लागि बनाइएको शैक्षिक कार्यक्रम हो होइन। यो कहिलेको परिभाषा हो, राष्ट्रिय शिक्षा पद्धति योजनामा लेखिएको परिभाषा हो। यो धेरै पटक सोधिन्छ है, अत्यन्त धेरै सोधिन्छ, ल याद गरेर राख्नु होला। अर्को, देशभरि एकै प्रकारका पाठ्यक्रम लागू गर्नुपर्छ भनेको थियो है, देशभरि एकै प्रकारका पाठ्यक्रम लागू गर्नुपर्छ भनेको थियो। देशभरिका पाठ्यक्रम के हुनु पर्यो, एकै खालका हुनु पर्यो, 28ले भनेको हो। जनक शिक्षा सामरिक केन्द्रलाई स्वशासित संस्था बनाउने, केन्द्रको प्रमुखको रूपमा प्रमुख विषयका पाठ्य पुस्तक लेख्ने, छाप्ने, वितरण गर्ने काम गर्ने भनेको जनक शिक्षा सामरिक केन्द्रलाई एउटा स्वायत्त के अरे स्वशासित संस्थाको रूपमा विकास गर्ने भनेको थियो। जनक शिक्षा सामरिक केन्द्र लिमिटेडको स्थापना कुरा गरेको थियो। अर्को, सबै कक्षाहरूमा शारीरिक शिक्षा अनि व्यवहारिक स्वास्थ्य शिक्षामा जोड दिने। तपाईँले यो धेरै सोधेको प्रश्न हो, शारीरिक शिक्षा र स्वास्थ्य शिक्षामा जोड दिने भनेको थियो। राशि पयो 2028ले सबै कक्षामा कुन शिक्षामा जोड दिने भनेको थियो भनेको शारीरिक शिक्षा र व्यवहारिक स्वास्थ्य शिक्षामा जोड दिने भनेको थियो। शारीरिक शिक्षा र व्यवहारिक स्वास्थ्य शिक्षामा जोड दिने भनेको थियो। अत्यन्त महत्त्वपूर्ण छ, यी जान्नु होला। माध्यमिक शिक्षासम्म पढाइको माध्यम भाषा के हुने त नेपाली, माध्यमिकसम्म है। तपाईँले भन्छ कुन तहको शिक्षा नेपाली माध्यमबाट पठन पाठनको व्यवस्था गरेको थियो भने माध्यमिकसम्म, माध्यमिक तहसम्मको शिक्षा नेपाली भाषामा पठन पाठन हुने भन्ने कुरा राशि पयो 28ले गरेका थिए। उच्च शिक्षामा पढाइको माध्यम भाषा अङ्ग्रेजी हुने है, उच्च शिक्षामा पढाइको माध्यम भाषा के हुने, अङ्ग्रेजी हुने। उच्च शिक्षामा पढाइको माध्यम भाषा के हुने, अङ्ग्रेजी हुने। अर्को, पूर्व प्राथमिक विद्यालयको बारेमा के अरे पूर्व प्राथमिक शिक्षाको बारेमा यो प्रतिवेदनले के बोल्यो त, त्यो के भन्छ, पूर्व प्राथमिक शिक्षा दिने उद्देश्यले कुनै पनि व्यक्ति वा संस्थाले शिक्षण संस्था खोल्न चाहेमा श्री 5 सरकारले तोकिएको अधिकारीको स्वीकृतिले खोल्न पाउने व्यवस्था गरिनेछ है, खोल्न पाउने व्यवस्था गरिनेछ भने कुनै व्यक्तिले वा कुनै संस्थाले है, कुनै पनि व्यक्ति वा संस्थाले यदि पूर्व प्राथमिक चलाउनको लागि विद्यालय खोल्न चाह्यो भने होइन, विद्यालय खोल्न चाह्यो भने नेपाल सरकारले तोकिएको अधिकारीले स्वीकृति दिन पाउँछ। त्यो भने थियो पूर्व प्राथमिक शिक्षाको पढाइको तरिकामा उन्नति गर्नमा श्री 5 सरकारको पाठ्यक्रम र शिक्षक तालिम आदिको कार्यसम्म गर्ने र पूर्व प्राथमिक विद्यालय खोल्ने जिम्मेवारी हाल श्री 5 सरकारको हुने छैन भन्छ। हाललाई छैन, तर पछि श्री 5 सरकारले नै खोल्न सिफारिस गर्न सकिन्छ भनेको सिफारिस गर्न सकियो है, अरूले खोल्दा भने स्वीकृति दिन सकियो होइन, अरूले खोल्नलाई स्वीकृति दिन सक्यो, तर अहिले तत्काल नेपाल सरकारले पूर्व प्राथमिक विद्यालय खोल्न सकिँदैन भन्ने कुरा गरेको थियो है। अर्को, प्राथमिक तहको बारेमा के भन्यो, प्राथमिक तहको विद्यालयको बारेमा राशि पयोले के बोल्यो त, यहाँ अत्यन्त महत्त्वपूर्ण छ है। फेरि तपाईँहरूले अरू प्रतिवेदनको तुलनामा यो गहिराइमा पुगेरले पढ्नु होला, म बारम्बार फोकस गर्न खोजिरहेको छु। प्राथमिक तहको बारेमा के सिफारिस गरियो त, प्राथमिक तहको शिक्षा कति पूर्णाङ्क थिए, 650 पूर्णाङ्क। धेरै पटक पूर्णाङ्कहरू त अत्यन्त धेरै सोधिन्छ के, पूर्णाङ्कहरू अत्यन्त धेरै सोधेका छन्। प्राथमिक शिक्षाको पूर्णाङ्क कति थियो, 650। अनि प्राथमिक तहका कक्षा कुन थियो, कक्षा 3सम्म, कक्षा 1, कक्षा 2 र कक्षा 3। कक्षा 1, कक्षा 2 र कक्षा 3लाई के भन्थ्यो, प्राथमिक तह। र प्राथमिक तहमा पढ्ने जुन शिक्षा थियो त्यसको पूर्णाङ्क कति थियो, 650 थियो। अनि प्राथमिक तहमा कतिवटा विषय पठन पाठन हुन्थ्यो, 4वटा। प्राथमिक तहमा कतिवटा विषय पठन पाठन हुन्थ्यो, 4वटा। कुरा बुझिराख्नु भएको छ नि। राशि पयो 2028मा प्राथमिक तहमा कतिवटा विषय पठन पाठनको कुरा गरेका थिए, 4वटा। अर्को, शारीरिक शिक्षा, सफाई, हस्तकला र चित्रकला पाठ्य पुस्तकबाट नभएर कार्यकलापद्वारा सिकाउनु भनेको थियो है। शारीरिक शिक्षा दिँदाखेरि सफाइको कुरा, हस्तकलाको कुरा, चित्रकलाको कुरा यो पाठ्य पुस्तकमा भर परेर नसिकाउने, यसको लागि विभिन्न प्रकारका क्रियाकलापहरू गराउने र त्यहाँबाट सिकाउने भन्ने कुरा गरेका थिए, त्यहाँबाट सिकाउने भन्ने कुरा गरेका थिए। अर्को जान्नु,
6 देखि 8 वर्ष उमेर समूहका 64%लाई प्राथमिक शिक्षाको सहुलियत दिने माथि नै परेको। है 6 देखि 8 वर्ष उमेर समूह भएका कति पर्सेन्ट बालबालिकालाई 5 वर्षमा प्राथमिक शिक्षाको सहुलियत दिने भनेको छ? 64%लाई। कति पर्सेन्टलाई? 64लाई। या तपाईँले यो भन्न सक्छ होइन, कुन उमेर समूहका 64% बालबालिकालाई प्राथमिक शिक्षाको सहुलियत दिने भनेको छ? त 6 देखि 8 वर्ष उमेर समूहका बालबालिका। प्रश्न जसरी पनि समूह पनि उमेर नै सोध्न सकिएला, तपाईँ उमेरै सोध्न सकिएला, पर्सेन्टेज सोध्न सकिएला, त्यो या कति वर्षमा त्यो नै सोध्न सकिएला, बुझ्नु होला। अर्को, प्राथमिक कक्षाहरूमा भाषा र गणितका प्रारम्भिक सिपहरू सिकाउनमा जोड दिने। प्राथमिक तहमा के पढाउनुमा जोड दिने त? भाषा कुरा र गणितका कुरा, है प्रारम्भिक गणितका कुरा। भनेको प्राथमिक तहको बालबालिकालाई साक्षर बनाउने उद्देश्य थियो। के बनाउने त? बालबालिकालाई साक्षर बनाउने। र त्यहाँ के कस्ता सिपहरू विकास गर्नु भनेको थियो? भाषाका कुराहरू सिकाउने र गणितका आधारभूत सिपहरू सिकाउने। है भाषा कुरा र गणितका आधारभूत वा प्रारम्भिक सिपहरू सिकाउने भनेको थियो। अर्को, प्राथमिक शिक्षाको अन्त्यमा जिल्ला शिक्षा निरीक्षक कार्यालयले, अब यो जिल्ला शिक्षा निरीक्षक भनेको विगतका यी साबिका जिल्ला शिक्षा कार्यालय भनौँ र वर्तमानमा शिक्षा विकास तथा समन्वय इकाइ भनौँ। है वर्तमानमा शिक्षा विकास तथा समन्वय इकाइ बुझौँ, साबिकमा जिल्ला शिक्षा कार्यालय बुझौँ, र पहिला तपाईँको यसलाई के भन्थ्यो? जिल्ला शिक्षा निरीक्षक कार्यालय। पहिला के भनेको थियो? जिल्ला शिक्षा निरीक्षक कार्यालय भन्थ्यो। त्यही भनेको जिल्ला शिक्षा कार्यालय नै भनेको भने बुझ्नु होला। प्राथमिक शिक्षाको अन्त्यमा जिल्ला शिक्षा निरीक्षक कार्यालयको टोलीले गरेको जाँचको आधारमा विद्यार्थीको कक्षा चढाउने भनेको कुरा बुझ्नुभयो। प्राथमिक तहको अन्त्यमा परीक्षा कहाँ हुन्थ्यो? जिल्ला स्तरीय। कक्षा 3का विद्यार्थीको परीक्षा कहाँ हुन्थ्यो? जिल्ला स्तरीय। कुन बेला? 28मा सिफारिस गरेको के सिफारिस गरेको। कक्षा 3का विद्यार्थीलाई भनेको प्राथमिक तहको अन्तिम भनेको कक्षा 3 भयो। कक्षा 3का विद्यार्थीको अन्तिम परीक्षा कहाँ हुने त? जिल्ला स्तरीय हुने कुरा गरेको थियो। कसरी हुने त? जिल्ला स्तरीय हुने कुरा गरेको थियो। अर्को, एसएलसी वा सोसर तालिम प्राप्त शिक्षकलाई शिक्षक बनाइने। प्राथमिक तहको शिक्षकको होइन योग्यता कति हुने भनेको छ? एसएलसी र तालिम प्राप्त। है तालिम फेरि चाहिएको हुन्छ, तालिम प्राप्त हुनु पर्यो र एसएलसी पास गरेका। एसएलसी पास गरेका कति त योग्यता? एसएलसी पास र तालिम प्राप्त। अर्को, सबै विद्यालयमा तालिम प्राप्त शिक्षक राख्न क्रमशः अनिवार्य र 1 वर्षको तालिमको व्यवस्था गर्ने। सबै विद्यालयमा अनिवार्य रूपमा तालिम प्राप्त शिक्षक नै राख्ने, त्यसको लागि 1 वर्षको तालिमको व्यवस्था गर्ने भनेको थियो। अर्को, प्राथमिक तहमा न्यूनतम 4 जना दरबन्दी हुने। है कतिजना शिक्षकको दरबन्दी हुने? 4 जना शिक्षकको दरबन्दी हुने। जान्नु होला यो प्राथमिक तहमा कतिजना शिक्षकको दरबन्दी हुने भनेको थियो? 4 जनाको। अनि शिक्षक र विद्यार्थीको अनुपात कति हुने? 1:30। है 1 जना शिक्षकमा 30 जना विद्यार्थी हुने गरी अनुपात कायम गरेका थिए। भनेको प्राथमिक तहमा न्यूनतम कतिजना शिक्षकको दरबन्दी हुने? 4 जना। न्यूनतम, है न्यूनतम 4 जना। र विद्यार्थी शिक्षक अनुपात कति थियो? शिक्षक र विद्यार्थी अनुपात भनेको 1:30 थियो। प्राथमिक तहको सम्पूर्ण तल भाता कसले बेहोर्थ्यो? सरकारले। हो यो प्रश्न कोशी प्रदेश के बागमती प्रदेशलाई सोधेको थियो। भनेको यहीँबाट बागमती प्रदेशले प्रश्न गरेका थियो। अरूहरू पनि आइरहेछ। प्राथमिक तहको सम्पूर्ण खर्च, सम्पूर्ण तलब र भाता कसले तिर्थ्यो? सरकारले। प्राथमिक तहमा जति तलब र भाता थियो शिक्षाका, त्यो कसले तिर्थ्यो त? सरकारले बेहोर्नु पर्थ्यो। सरकारले बेहोर्ने कुरा गरेको थियो। अनि उपत्यका र तराईमा 30वटा विद्यालयमा एउटा बिनी भनौँ विद्यालय निरीक्षक। कुरा बुझ्नु है। तराईको र उपत्यकाको जुन ठाउँ छ, त्यो तराई र उपत्यकाका ठाउँमा जिल्लामा 30वटा विद्यालय हेर्नको लागि एउटा निरीक्षकको व्यवस्था गर्ने। है कुरा बुझ्नु होला है, महत्त्वपूर्ण छ। भनेको पहाड र तराईमा, तराई र पहाडको कुरा बे सुगम ठाउँ होली, तर पहाड र तराईमा 30वटा विद्यालय, कतिवटा त? 30वटा प्राथमिक विद्यालयको लागि 1 जना निरीक्षक राख्ने। 30वटा प्राथमिक विद्यालयको लागि भनेको पहाड र तराई र उपत्यका जिल्लाहरूमा प्राथमिक विद्यालयमा 30वटा विद्यालय छ भने 1 जना निरीक्षकको व्यवस्था गर्नु भनेको थियो। र पहाडका विद्यालय जुन छ नि, पहाडका जिल्लाहरू, त्यो पहाडका जिल्लाहरूको कुरा गर्नुहुन्छ भने 20वटा प्राथमिक विद्यालयमा 1 जना निरीक्षक राख्ने भन्ने कुरा बुझ्नुभयो। पहाडमा छ भने 20वटा विद्यालय बापत एउटा निरीक्षक राख्ने। कस्ता विद्यालय? प्राथमिक विद्यालय। प्राथमिकका मैले कुरा गर्दैछौँ। अनि तराईमा र उपत्यकामा, तराई र उपत्यकाका जिल्लाहरूमा 30वटा विद्यालयमा कस्ता विद्यालय? प्राथमिक विद्यालय। फेरि 30वटा प्राथमिक विद्यालयका लागि 1 जना निरीक्षकको व्यवस्था गर्ने कुरा गरेको थियो। अर्को, विद्यालयको भौतिक पक्ष र पढाइ पक्षको निरीक्षण निरीक्षकले गर्ने।
होइन। कुन कुन पक्षको निरीक्षण गर्ने त निरीक्षकले विद्यालयको भौतिक पक्ष र विद्यालयको पढाइ पक्षको निरीक्षण गर्ने व्यवस्था गरेको थियो। विद्यालय निरीक्षकको काम विद्यालयको भौतिक पक्ष र विद्यालयको पढाइ पक्षको निरीक्षण गर्नु रहेको थियो। अर्को अतिरिक्त क्रियाकलापलाई शैक्षिक कार्यक्रमको अभिन्न अङ्गको रूपमा लिनु, यो पनि आयोगमा एकपल्ट सोधेको। अभिन्न अङ्ग, महत्त्वपूर्ण अङ्ग, मुख्य अङ्ग यसरी मानेर प्रश्न बनाइदिएको छ। अनि अतिरिक्त क्रियाकलाप भनेको शैक्षिक कार्यक्रमको अभिन्न अङ्गको रूपमा लिनेछ भने त कुन अङ्गको रूपमा? अभिन्न अङ्गको रूपमा। भनेको शिक्षण सिकाइ क्रियाकलाप सँगसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापहरू पनि गराउनु पर्छ भन्ने कुरामा जोड दिएका थिए। अर्को प्राथमिक तहको अन्त्यमा कस्ता परीक्षा हुने त? जिल्ला स्तरीय परीक्षा। प्राथमिक तह भनेको यहाँ कक्षा 3लाई बुझिन्छ है, दिमागमा यो आउनु पऱ्यो। प्राथमिक तह भनेको यहाँ कक्षा 3 हो। अहिले त हामी 5लाई बुझिरहेको हुन्छौँ, त्यस्तो होइन। कति हो त? कक्षा 3लाई। कक्षा 1, कक्षा 2 र कक्षा 3लाई के भन्छ? यहाँ प्राथमिक भनेको छ। त्यो भएर कक्षा प्राथमिक तहको अन्त्यमा कक्षा 3मा जिल्ला स्तरीय परीक्षा थियो व्यवस्था गरेको। पूर्णाङ्क कति थियो त? 400 के अरे 650। अनि विषय कतिवटा त? 4वटा। होइन, विषय कतिवटा? 4वटा। शिक्षक पनि कतिवटा हुन्छ? 4वटा हुन्छ। तलबाट भत्ता कसले बेहोर्ने त? नेपाल सरकारले बेहोर्ने। यस्ता कुराहरू तपाईँले लगाइदिए। अनि 6 देखि 8 वर्षका 67% बालबालिकालाई के गर्ने त? 5 वर्षमा प्राथमिक शिक्षाको सहुलियत दिने। होइन, शिक्षक र विद्यार्थी अनुपात 1:30 हुने। होइन, पहाडमा तपाईँको पहाडमा 20वटा प्राथमिक विद्यालय बापत 1जना निरीक्षक राख्ने। तराई र उपत्यकामा 30वटा विद्यालय 30वटा प्राथमिक विद्यालय बापत एउटा निरीक्षक राख्ने। यो कुराहरू गरेका थिए। पढ्नु होला है। अब यहाँ प्राथमिक तहको सिकाइको विषयवस्तु। प्राथमिक तहमा कुन कुन विषयहरू थियो र कति कति समय अवधि पढाइ हुन्थ्यो? कुन कुन विषय थियो र कति कति समय छुट्याएका थिए? विषयको नाम छ यता। अनि विद्यालयको घन्टा र पूर्णाङ्क है। अब विषय भन्छ एउटा नेपाली विषय, एउटा के भनेको छ? नेपाली विषय। नेपाली विषयमा के भनेको छ? विद्यालय घन्टाको पर्सेन्ट, विद्यालय जति घन्टा चल्छ त्यसका 40% समय केमा पढाउने त? नेपाली भाषालाई पढाउने। विद्यालय जति समय चल्छ त्यसको 40% समय कसलाई दिने त? नेपाली भाषालाई दिने। र नेपाली भाषाको पूर्णाङ्क कति थियो? 300। नेपाली भाषाको पूर्णाङ्क कति थियो? 300 थियो है। एकैछिन है, म औषधि खाएँ। ल, कुरा के बुझ्यो भने यहाँ विद्यालयको घन्टा, विद्यालय घन्टाको पर्सेन्ट र पूर्णाङ्क भनेको विद्यालयमा जति घन्टा पठन पाठन हुन्छ त्यसलाई 100 मानेर है 40% समय कुन विषयलाई दिने त? नेपाली विषयलाई। नेपाली विषयलाई कति समय दिने? 40% समय दिने। नेपाली विषयको पूर्णाङ्क कति थियो? 300। नेपाली विषयको पूर्णाङ्क 300। अनि गणितलाई कति पर्सेन्ट समय दिने? 30%। अनि 30% समय दिने। पूर्णाङ्क कति थियो? 200। पूर्णाङ्क कति थियो? 200। सामाजिक विषयलाई कति समय दिने? 20%। सामाजिकलाई 20%। पूर्णाङ्क कति थियो? 100। पूर्णाङ्क कति थियो? 100। अर्को शारीरिक शिक्षा, सफाइ, हस्तकला र चित्रकलालाई कति समय दिने? 10%। कति पूर्णाङ्क? 50। याद गर्नु पनि सजिलो के। मैले याद गरेको तरिका नेग सासा भने मैले याद गरेको थियो कि। अब तपाईँ आफ्नो तरिकाले गर्न सक्नुहुन्छ। नेग त आफ्नो तरिका हुन्छ है, आफ्नो तरिका हुन्छ।
तर याद त गर्नु पर्यो। नेगस आशा भनेर मैले याद गरेको थियो, अनि क्रमशः घटिहाल्छ, यो खालि यति याद गर्यो भने भइहाल्यो। ने भनेको नेपाली, 40बाट घट्दै आउने, 40, 30, 20, 10, 5, के अरे 10 है, 40 भयो, 30 भयो, 20 भयो, 10 भयो, चारवटा भयो। विषय पनि कतिवटा भन्यो भने सजिलो भयो, नेपाली, गणित, सामाजिक र शारीरिक शिक्षा। अब उता पूर्णाङ्कमा पनि सजिलो छ होइन, 300बाट सुरु गर्ने भनेको 40 हो, 4 हो, त्यहाँबाट 3 गरिदिनु अब, 300, 200, 100 अनि 50, अनि जम्मा कति भयो त टोटल? टोटल कति भयो, कति पूर्णाङ्क त? 650। कुरा बुझिराख्नु भएको छ नि मैले भनेको? बुझ्नु होला है। नेगस आशा भन्नु याद गर्नु, नेपाली, गणित, सामाजिक र शारीरिक। ठिक छ। 40, 30, 20, 10, 300, 200, 150। ल, अब निम्न माध्यमिक शिक्षाका कुरा गरौँ। यो निम्न माध्यमिक हो, निम्न माध्यमिक माथि लेखेर गयो, यो निम्न माध्यमिक शिक्षाका कुरा गर्दैछौँ हामीले। आपत्ति छैन नि? गाह्रो भयो नि, ढिलो भयो, त्यस्तो त छैन नि? 9 बजा छ अहिले, पढ भाइ। यसलाई 28लाई सकाइदियो भने अझ राम्रै हुन्थ्यो, तर अरू पनि गर्न खोजिरहेको थिएँ मैले। नभए निमाविलाई पनि गरौँ है, निमावि पढौँ, त्यसपछि अर्को कुनै गरौँला एउटा। प्राथमिक शिक्षा पाएर अब लेख्ने काम अहिले 1-2 दिन सम्भव सायद हुँदैन, अलिक गाह्रै हो। अहिले पनि पढाउनु पनि इच्छा भित्रबाट लागिरहेको छैन, ज्वरो जस्तो छ। तर पनि अब तपाईँको इक्जामका सवाल छन्, जीवनको सवाल हो, त्यही भएर म आफूलाई जसरी पनि गरेर गरिरहेको छु, पढाउने प्रयास गरेको। आज दिनभरि सुतेको सुत्दै हो, बिसन्चो जस्तो भयो अलि। तैपनि तपाईँलाई बढी पढाउने बाध्यता छ। अब मैले यति मेहनत गरेको छु, तपाईँहरू पनि पक्कै गर्नुहुन्छ, मेहनतलाई भोलि एउटा कदर हुन्छ। भोलिको रिजल्ट पनि यसको राम्रो आओस्, म अपेक्षा त्यही गर्छु। किनभने मानिस जति कडा मेहनत गरे पनि यदि राम्रो के अरे प्रतिफल पाइहाल्यो भने उसले आफ्नो मेहनत सार्थक भएको मानिन्छ है। आफ्नो मेहनत सार्थक भयो भन्ने कुरा मानिन्छ, त्यति हो। हामी आफ्नो मेहनतलाई अलिकति बढी गरौँ। अब्जेक्टिभ क्वेसनहरू सकेसम्म बढी सोल्भ गर्नु होला। म बारम्बार भन्छु, अब्जेक्टिभको लागि तपाईँहरू आफूले घरमा अभ्यास गर्नु। म अब्जेक्टिभलाई बढी टार्गेट गरिदियो भने तपाईँको विषयवस्तु कमजोर भइहाल्छ। यही कुरा तपाईँ घरमा पढ्दा अलि नबुझे जस्तो हुन्छ, या तपाईँलाई गाह्रो पर्छ, तर यसरी बुझाउँदा तपाईँलाई याद गर्नु अलिक सहज हुन्छ भनेर अलिक छिटो भए पनि म बुझाउने प्रयास गर्छु। अब्जेक्टिभ पनि बेला बेला गरौँला, तर अत्यन्त रूपमा तपाईँले आफू घरमा बढी पढ्नु भन्न खोजेको। ल, निम्न माध्यमिकमा के कुरा गरेको छ, माथि नै हामी पढेको थियो। जो प्राथमिक शिक्षा पाइरहेको बालबालिका छ नि, त्यो मध्ये 40% बालबालिकालाई जब निमाविमा जान्छ त उसलाई सहुलियत दिने होइन। जो प्राथमिक शिक्षाले पढिरहेका छन् भने उनीहरूमध्ये कति पर्सेन्टलाई, 40%लाई के गर्ने त, माध्यमिक शिक्षा के अरे निम्न माध्यमिक पढ्न गयो भने सहुलियत दिने। प्राथमिक शिक्षा पाइरहेका कति पर्सेन्ट बालबालिकालाई निम्न माध्यमिक शिक्षाको सहुलियत दिने भने त कति त? 40। कति त? 40। ठिक छ। अब उता हामी के पढाएको थियो? प्रावि शिक्षक एसएलसी थियो, यता भनेको आइएड वा आइए, आइएड वा आइए, आइएड वा आइए है, आइएड अथवा अथवा आइए वा सो सरह तालिम प्राप्त व्यक्ति, तर तालिम प्राप्त भएका व्यक्ति हुनुपर्छ त्यसलाई है। निम्न माध्यमिक तहको शिक्षकको योग्यता आइएड वा आइए, आज पनि त्यही छ, 28मा पनि त्यही थियो। अर्को भन्छ दुर्गम स्थानमा 100% र अन्य क्षेत्रमा शिक्षक तलबको 75% श्री 5 सरकारले आर्थिक अनुदान दिने। यही कुरा इम्पोर्टेन्ट हो, यसको एउटा डाटा बनाउनु पर्छ। मैले बनाएँ होला तल, बनायो होला ठिकै छ, बनाएन छैन भने म बनाउँछु, तर यो डाटा तल होला, लास्टमा होला, सबैलाई समेट्ने गरी बनायो होला। छैन भने तपाईँले बनाएर म देखाउँछु, त्यो राख्नु होला। यो एकै ठाउँमा पनि याद गर्न सजिलो हुन्छ। प्राथमिकमा के थियो? प्राथमिकमा के थियो भने प्राथमिक तहका शिक्षकका सम्पूर्ण तलब र भाता नेपाल सरकारले बेहोर्ने भनेको थियो। कसले बेहोर्ने त? श्री 5 को सरकार, नेपाल सरकार नभनौँ। अब 28मा हामी नेपाल सरकार थिएनौँ, त्यो बेला के थियो त? श्री 5 को सरकार थियो। त्यो र प्राथमिक तहका सम्पूर्ण खर्च है, प्राथमिक तहका शिक्षकका सम्पूर्ण तलब र भाता कसले बेहोर्ने त? श्री 5 को सरकारले बेहोर्ने थियो। तर यता निम्न माध्यमिक तहमा आइसकेपछि दुर्गम स्थानमा 100% तिर्ने, जहाँ जहाँ विकट ठाउँ छ, दुर्गम ठाउँ छ, त्यहाँको शिक्षकको तलब र भाता होइन 100% भनेको पुरैको पुरै श्री 5 को सरकारले बेहोर्ने। तर अन्य क्षेत्रहरूमा जहाँ अलिक सुगम छ, त्यो क्षेत्रमा 75% मात्रै सरकारले बेहोर्ने, बाँकी 25% के त त्यहाँको स्थानीयले बेहोर्ने भनेको थियो। कुरा बुझ्नुभयो नि? दुर्गम क्षेत्रमा भने 100का 100 तलब भत्ता सरकारले बेहोर्ने, तर तर यदि अन्य क्षेत्रमा छ भने 75% कसले तिर्ने त? श्री 5 को सरकारले तिर्ने होइन, बेहोर्ने, बाँकी कसले त? स्थानीयले थियो। भनेको 100% र 75 दुईवटा कुरा छ। 100% भनेको विकटमा, दुर्गममा, 75 भनेको अन्यमा, सुगममा। अर्को, निम्न माध्यमिक तहमा कुल कति पूर्णाङ्क पढाइ हुन्थ्यो त?
800 पूर्णाङ्कको पढाइ हुन्थ्यो। कति पूर्णाङ्क त 800 निम्न माध्यमिकमा। त्यसो भए प्राथमिकमा कति थियो? 650। प्राथमिकमा कति थियो? 650। कतिवटा विषय थियो उता? उता 4वटा विषय, यता कतिवटा विषय? 8वटा। यता विषय कतिवटा? 8वटा। तर फेरि यहाँ दुई भाग छ है। निम्न माध्यमिक त कुन कुन क्लास भयो? निम्न माध्यमिक भनेको कक्षा 4, कक्षा 5, कक्षा 6, कक्षा 7। यो भयो नि कि? यो भयो नि त? बुझ्नुभयो? कक्षा 4, कक्षा 5, कक्षा 6 र कक्षा 7लाई के भन्थ्यो? निम्न माध्यमिक। त्यसलाई के भनेको थियो? निम्न माध्यमिक। त यसमा यो 4 र 5 क्लासमा है, कक्षा 4 र 5मा 7वटा विषय थियो। कक्षा 4 र 5मा 7वटा विषय थियो। तर 6, 7, 8, 8 भनेको फेरि मावि त हो। 8 भनेको के हो त? मावि हो। त पनि कक्षा 6मा पनि, कक्षा 7मा पनि, कक्षा 8मा पनि कतिवटा विषय थियो त? 8वटा थियो। 4, 5, 6 है भनेको 4, 5। 4 र 5मा 7वटा विषय, 6, 7, 8मा तिनटैमा कतिवटा विषय? 8वटा विषय। प्राथमिकमा 4वटा विषय। अनि कक्षा 6बाट सरल संस्कृत विषय पठन पाठन गर्ने, कक्षा 6बाट संस्कृत विषय पढाउने भनी भनेको थियो। अब तपाईँले बढी इम्पोर्टेन्ट यहाँको डाटाहरू रहन्छ। अहिले नै हामी अघि कुरा गरेको यहाँ यसरी हेर्दाखेरि कतिवटा विषय भइरहेछ त हेर्नु त? 1, 2, 3, 4, 5, 6, 7। 7वटा भइरहेछ होइन? त 4, 5मा कति हो? 7वटा। 4, 5मा कति हो? 7वटा। तर है यहाँ के त? सरल संस्कृत भाषा यो भनेको छ। यो भनेको यो जुन यति हो नि, यति जुन हो यो 4, 5 क्लासको हो। यो कति हो त? 4, 5 क्लासको। 4 क्लास र 5 क्लासको। यो कतिको हो त? 4 र 5 क्लासको। तर माथिदेखि पुरै यो बिग्रिरहेछ यो, यता गरौँ। यो बाहेक है, यो पहिलो गरेको बाहेक, पहिलो गरेको बाहेक के थियो त? यो पहिलो गरेको, यो पहिलो थिएन, प्राथमिकमा पहिलो थिएन। नेपाली भाषा थियो 200 पूर्णाङ्क होइन? संयुक्त राष्ट्र सङ्घीय भाषा थियो 100 पूर्णाङ्क, सामाजिक थियो 100 पूर्णाङ्क, अनि गणित थियो, गणित कति त? 150 पूर्णाङ्क, विज्ञान थियो 100 पूर्णाङ्क, पूर्व व्यावसायिक थियो 100 पूर्णाङ्क, शारीरिक र स्वास्थ्य थियो 50 पूर्णाङ्क त्यो बेला होइन? 28मा यो 5को। तर 6, 7, 8मा के थियो त? एउटा संस्कृत भनेको थियो, त यसरी हालेको थियो त्यो बेला। यो पुरै 8वटा हालेको थियो। त्यसलाई पुरै 8वटा थियो। तर यहाँको तपाईँको खास गरी यसको पूर्णाङ्क याद गर्ने। कति पूर्णाङ्क त? 800। कति पूर्णाङ्क त? 800। कति पूर्णाङ्क त? 800। यो याद गरेर राख्नु है। पूर्णाङ्क कति त? यो 200, 300, 400, 400, 500, 6, 7 अनि 8, 800 थियो है। कति पूर्णाङ्क त? 8। ठिक छ नि? त यहाँ तपाईँको के भइहाल्थ्यो भने 8वटा विषय, किन यहाँ 2टा विषय थियो नि माविमा। यो 2टा गरेर 2टा विषय जोडिन्थ्यो त 8वटा पुगिहाल्थ्यो। अनि प्राविमा गर्दै हटिहाल्थ्यो त सिधै नेपाली बन्थ्यो। त विषय एउटा घटिहाल्थ्यो, त 7वटा विषय भइहाल्थ्यो। त यो अब तपाईँले सबै गर्न भ्याइरहेछ, सकिरहेछ भने गर्नु, पुरै गर्नु होइन? 30, 10, 13, 20, 10, 10 यसरी पुरै याद गर्नु। सकेन भने त 800 पूर्णाङ्क याद गर्ने। 800 पूर्णाङ्क याद गर्ने है। अनि उताको प्राथमिकको पुरै गर्ने 40, 30, 20, 10। उताको बढी छोडिन्छ, सोध्या हो क्या? ने ग सा सा, नेपाली, गणित, सामाजिक र स्वास्थ्य के अरे शारीरिक होइन? 40%, 30%, 20%, 10%। यता भनेको 300 पूर्णाङ्क, 200, 100 र 50, 650 त्यसरी। अब माध्यमिकको कुरा गर्दा माध्यमिक शिक्षा कति प्रकारका थिए? 3 प्रकारका है। राशि पहियोमा माध्यमिक शिक्षा कति प्रकारका? 3 प्रकारका। माध्यमिक शिक्षा कति प्रकारका? 3 प्रकारका। कुन कुन त? कुन कुन त? यो साधारण माध्यमिक शिक्षा, व्यावसायिक माध्यमिक शिक्षा र संस्कृत माध्यमिक शिक्षा भनेको 3वटा। कुन कुन त? साधारण माध्यमिक शिक्षा, व्यावसायिक माध्यमिक शिक्षा र संस्कृत माध्यमिक शिक्षा। कतिवटा थियो त माध्यमिक शिक्षा? 3 प्रकारका। साधारण माध्यमिक, व्यावसायिक माध्यमिक र संस्कृत माध्यमिक। अहिले पनि छ, अहिले पनि त 3 प्रकारको माध्यमिक हो नि त। अहिले पनि 3 प्रकारका छन्। त्यो बेला पनि थियो साधारण, व्यावसायिक र संस्कृत। अब साधारणमा के हुन्थ्यो भने साधारण जुन माध्यमिक शिक्षा हो, साधारण माध्यमिक शिक्षा र जसले साधारण विषय पढ्थ्यो भनेको एउटा साधारण विषय पढ्ने विद्यार्थी, अर्को व्यावसायिक विषय पढ्ने विद्यार्थी। त त्यहाँ के गर्छ? जो साधारण विषय लिने विद्यार्थीहरू थियो त्यसलाई के गर्थ्यो त? साधारण माध्यमिक शिक्षाका ज्ञान 80% दिन्थ्यो कि। साधारण विषय कति पर्सेन्ट पढाइन्थ्यो? 80%। साधारणमा है यो साधारण माध्यमिक शिक्षा पढ्ने विद्यार्थीलाई साधारण विषय कति पर्सेन्ट पढाइन्थ्यो? 80%। भनौँ नि कक्षा साधारण जुन माध्यमिक हुन्छ नि, जेनरल जुन हामी एसएलसी गरेको के हो त? हाम्रो एसएलसी जेनरल हो, कतिको टिएसएलसी हुन्छ, टेक्निकल हुन्छ होइन? त हाम्रो जुन जेनरल हो त्यस्तै जेनरल जसले एसएलसी गरिन्थ्यो त्यो बेला माध्यमिक शिक्षा पढिन्थ्यो। त साधारणमा पढ्ने विद्यार्थीको 100
पर्सेन्टको पढाइ जुन हुन्थ्यो नि, त 80% कुरा साधारण पढाउँथ्यो, नेपाली, गणित, अङ्ग्रेजी, विज्ञान यसरी। र 20% कुरा के गर्थ्यो त, व्यावसायिक विषयका कुरा पढाउँथ्यो। साधारण विषय कति थियो त 80% र व्यावसायिक विषय कति थियो 20%। कुन माध्यमिकमा त? साधारण माध्यमिकमा। कुन माध्यमिकमा? साधारणमा। तपाईँले भन्छ के राशि पयो 2028 बमोजिम साधारण माध्यमिक शिक्षामा कति पर्सेन्ट व्यावसायिक विषय पढाउने व्यवस्था थियो भने कति त 20%। अनि साधारण विषय कति त? साधारण 80%। तर यदि व्यावसायिक विषय हो भने, यदि व्यावसायिक माध्यमिक विद्यालय है, यदि व्यावसायिक माध्यमिक विद्यालय हो भने यो सोधिन्छ है। यो अब हाइलाइट त मैले यति यता मात्रै गरेँ, त्यसले पुरै सोधिरहन्छ, यो पुरै सोधिरहन्छ। तर यदि माध्यमिक के अरे व्यावसायिक रूपमा कसैले पढिरहेको छ, टेक्निकल पढिरहेको छ भने त्यसले साधारण विषय कम पढाउने, साधारण विषय कम पढाउने, तर व्यवसाय कति पढाउने त 30 देखि 40% व्यवसाय शिक्षा दिने है। उसका पाठ्यक्रममा 30 देखि 40% कुरा के हुने त व्यावसायिक विषयका कुराहरू हाल्ने भनेको थियो। अर्को संस्कृति यदि माध्यमिक शिक्षा कसैले पढिरहेको छ भने साधारण विषयको रूपमा संस्कृत शिक्षामा जोड दिने र व्यावसायिकमा विदेशी भाषामा कम जोड दिने भनेको संस्कृतलाई बढी जोड दिने अनि विदेशी भाषालाई कम जोड दिने भनेको थियो। अर्को यो कक्षा 7 पछि माध्यमिक शिक्षामा भर्ना गर्नको लागि प्रवेश परीक्षा अनिवार्य भनेको 7 सम्म त के थियो? निमावि थियो। क्लास 7 सम्म के थियो त? निमावि थियो। अब कक्षा 8मा, मावि भनेको कक्षा 8 हो, कक्षा 8मा पढ्ने विद्यार्थीले पहिला प्रवेश परीक्षा दिनु पर्थ्यो है। पहिला भनौँ टेस्ट दिनु पर्थ्यो, त्यो टेस्ट भएपछि मात्रै के हुन्थ्यो त उता जान्थ्यो। त्यसले प्रवेश परीक्षा टेस्ट परीक्षाहरू पास हुँदैन थियो, त्यसले 8 क्लासमा भर्ना हुन नपाउने प्रवेश परीक्षा अनिवार्य गरेका थिए। भनेको निम्न माध्यमिक तह पुरा गरेका विद्यार्थीले प्रवेश परीक्षा दिएपछि मात्रै माध्यमिक शिक्षा पढ्न पाउने व्यवस्था थियो, सिफारिस गरेको थियो है। प्राथमिकको 20% र निम्न माध्यमिकको 50%लाई के गर्नु त माध्यमिकमा सहुलियत दिने, माथि पनि आएको है। प्राथमिक पढेको मध्ये 20%लाई माध्यमिक पढाउने, सहुलियत दिएर पढाउने, क्या सहुलियत दिएर, र निम्न माध्यमिक पढेका मध्येलाई 50%लाई माध्यमिकमा सहुलियत दिने भनेको छ। अब मावि पढाउने शिक्षकको योग्यता कति हुने? बिएड वा बिए, बिएड वा बिए, के त बिएड वा बिए। अब माध्यमिक शिक्षाको अन्त्यमा कस्तो परीक्षा हुने त? राष्ट्रव्यापी है। यो कक्षा 5मा हुन त यो कुरा यता लेख्नु पर्थ्यो, तर यहाँ छैन है, कतै छुट्या हो, कतै यहाँ लेखिया छ, यो मैले छुट्या हो, यहाँ अञ्चल स्तरीय भन्दैछु, यो किन छुट्यो? तपाईँले एउटा कुरा याद गर्नु है, एउटा कुरा याद के गर्नु, यहाँ भनिदिइरहेको छु। प्राथमिक तहमा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो है। 28मा के भनेको छ? प्राथमिक तहमा जिल्ला स्तरीय भनेको कक्षा 3मा जिल्ला स्तरीय परीक्षा, निम्न माध्यमिक भनेको कक्षा 7मा अञ्चल स्तरीय परीक्षा र कक्षा 10को राष्ट्रव्यापी परीक्षा। पुरा बुझिराख्नु भएको छ? प्राथमिकको के त जिल्ला स्तरीय, निम्न माध्यमिकको अञ्चल स्तरीय र माध्यमिक के त राष्ट्रव्यापी परीक्षा कायम गर्ने भनेको थियो। अब यहाँ हो साधारण र माध्यमिक विद्यालयमा सिकाइने विषयहरू कक्षा 9 के अरे 8, 9, 10मा कति थियो त? 900 पूर्णाङ्क थियो। पूर्णाङ्क कति त? 900। त्यो याद राख्नु है, पूर्णाङ्क बढी याद गर्नु। यहाँ विषय खासै याद हुँदैन, जुन विषय याद गर्नु पर्दैन तपाईँले अहिले म भनिरहेको छु त्यसलाई ध्यान दिने हो। तपाईँले बढी सोध्ने, एकदमै अत्यन्त धेरै सोध्ने भनेको यो दुईवटा प्रश्न हो। अत्यन्त धेरै सोध्ने प्रश्नमा व्यावसायिक विषयमध्ये एक है, धेरै व्यावसायिक विषयमध्ये एउटा व्यावसायिक विषय पढाउने, जसको विद्यालय घन्टाको पर्सेन्ट कति त 20 र पूर्णाङ्क कति त 200। तपाईँलाई भन्छ साधारण माध्यमिक विद्यालयको है, यो कसको त? साधारणको। माध्यमिक विद्यालय 3टा हो, एउटा साधारण माध्यमिक विद्यालय, अर्को व्यावसायिक माध्यमिक विद्यालय र अर्को संस्कृत माध्यमिक विद्यालय। भन्न खोजेको माध्यमिक विद्यालयमा 900 पूर्णाङ्कको पठन पाठन हुन्थ्यो, जसमा 200 पूर्णाङ्क के गर्नु पर्थ्यो त? व्यावसायिक विषयबाट पढाउनु पर्थ्यो। व्यावसायिक विषय कति थियो त? 200। कति पर्सेन्ट त? 20%। उता माथि पढ्नुभयो नि त, 20% व्यावसायिक विषय पढाउने, साधारण विद्यालय भए पनि, साधारण माध्यमिक विद्यालय भए पनि। त व्यावसायिक विषय कति पूर्णाङ्क भयो त? 200। यो याद गर्नु होला है। इच्छाधीन विषयमध्ये एक, इच्छाधीनको कति भनेको छ? इच्छाधीनको 10% पढाउने भनेको छ, एउटा विषय हाल्ने है 10%को। अनि कति पूर्णाङ्क त? 100 पूर्णाङ्क। यति गरे पनि तपाईँको पुग्छ है। यता याद गर्नु मन लाग्यो भने गर्नु, यता सबै 12 हेर्नु त, 3टै 12, विज्ञान पनि 12। त्यो भएर नेपाली अनि संयुक्त राष्ट्रिय भाषामध्ये एक, होइन आफ्नो भाषा भनौँ नि, अब नेपाली अब आफ्नो भाषाको एउटा पुस्तक, अनि गणित अनि भूगोल र विज्ञान सबै 12। अनि व्यवहारिक र पञ्चायत मात्र 5, व्यवहारिक पञ्चायत मात्र 5। यो दुईवटा त हामी यादै गरिहाल्छौँ, व्यावसायिक भनेको 20% र इच्छाधीन भनेको 10%। ठिक छ ल।
भनेको साधारण माध्यमिक विद्यालयमा प्राविधिक विषय कति पूर्णाङ्क हुनेछ? 200 पूर्णाङ्क। साधारण माध्यमिक विद्यालयमा व्यावसायिक विषय कति पूर्णाङ्क आउने? 200 पूर्णाङ्क। कति पर्सेन्ट दिने? 20%। त्यो कुरा गरेको हो क्या। अर्को यदि व्यावसायिक विद्यालय हो भने माथि नै पढ्नु भयो। यदि व्यावसायिक माध्यमिक विद्यालय हो भने 30 देखि 40% के गर्ने त? 30 देखि 40% के गर्ने त? व्यावसायिक कुरा दिने भनेको, व्यावसायिक विषय पढाउनु भनेको छ 30 देखि 40। त्यो भएर तपाईँले यहाँ याद के गर्ने त? यता व्यावसायिक शिक्षा कति दिने त? 30% वा त 300 पूर्णाङ्क। व्यावसायिक माध्यमिक विद्यालयमा है, व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा कति पूर्णाङ्क दिनेछ हुनेछ भनेको छ त? 300 पूर्णाङ्क। अनि विद्यालय घन्टा कति पर्सेन्टसम्म छुट्याएको छ? 30%। अनि इच्छा दिन त उता पनि 100 यता पनि 100 है। अनि 900 पूर्णाङ्क, जम्मा पूर्णाङ्क कति त? 900। जम्मा पूर्णाङ्क कति त? 900। अब संस्कृतमा के भनेको थियो त? संस्कृतका विषयमा व्यावसायिक शिक्षा यता पनि दिने कति त? 20 है। व्यावसायिक शिक्षा यता पनि दिने कति त? 20%। इच्छा दिन भनेको 100, त्यति नै भयो। 20% भनेको 200 पूर्णाङ्क, लगभग उही हो। अब तपाईँले यहाँ एउटा सोध्ने कुरा यहाँ आउँछ, संस्कृत शिक्षा भनेको 300 पूर्णाङ्क। संस्कृत माध्यमिक विद्यालयमा है, संस्कृत माध्यमिक विद्यालयमा संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा कति पूर्णाङ्क थिए भनेको 300 पूर्णाङ्क। संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा कति पूर्णाङ्क थिए त? 300 पूर्णाङ्क थिए। व्यावसायिक 200 पूर्णाङ्क थिए, यो जान्नु होला। र जम्मा पूर्णाङ्क कति त? 900। अब एकपल्ट सरल पछाडिबाट आउनु। प्राथमिकमा कति पूर्णाङ्क थियो? प्राथमिकमा कति पूर्णाङ्क थियो भन्नु त? 650। निम्न माध्यमिकमा कति थियो? 800। अनि माध्यमिक चाहे त्यो साधारण माध्यमिक होस् या प्राविधिक माध्यमिक होस् या त संस्कृत माध्यमिक होस्, कति त? 900। त्यो भएर 650, 800, 900। ठिक छ। अब यता माध्यमिकको कुरा गर्नुहुन्छ भने साधारण माध्यमिकमा साधारण विषय 80% र प्राविधिक भनेको 20% भनेको 200 पूर्णाङ्क पढाउने। यदि व्यावसायिक नै छ विद्यालय, प्राविधिक विद्यालय छ, व्यावसायिक विद्यालय छ भने त्यहाँ व्यावसायिक विषय 30 पूर्णाङ्क के अरे 300 पूर्णाङ्क वा 30% समय दिएर पढाउने भनेको छ। अर्को भनेको छ यदि संस्कृत हो भने 200 पूर्णाङ्क पढाउने 20% दिएर, र संस्कृत शिक्षा कति त? 30% वा 300 पूर्णाङ्क। यति कुरालाई एकदमै याद गर्नु होला। र अब यो उच्च शिक्षा हो। उच्च शिक्षा हामी भोलि हासिल गर्छौँ। आज हामीले माध्यमिक शिक्षासम्म हासिल गऱ्यौँ, उच्चबाट हामीले भोलि सुरु गर्छौँ। र अब हामीले कुनै एउटा प्रतिवेदन त यो भइहाल्यो, कुनै एउटा अर्को कुरा केही पढौँ भनेर उतातिर मैले फर्क्यौँ। ल एकछिन तपाईँलाई खोल्यो, तपाईँको केही आपत्ति विपत्ति छ भने हाल्न सकियो एकछिनको लागि। तबसम्म मेरो मुख पनि अलिकति शान्त भइहालोस्, लगातार बोलेर अलिक दुख्छ। ल तपाईँहरूको केही जिज्ञासा भयो भने बोल्नु। ल एकछिन तपाईँलाई खोल्या हो, आफ्नो अनम्युट गरेर बोल्न पाइयो। कसैको केही जिज्ञासा भने एकछिन बोल्नुहुन्छ। 2-4-5 मिनट तपाईँलाई खोले भनेको 11 र 18को प्रतिवेदनलाई महत्त्व नदिएर पढे पनि हुन्छ, हाइलाइट गरेको जति पढे हुन्छ। तर 28मा कुना कुना बसेर पढ्ने, कुना कुना भएर पढ्ने। 28 र 49मा है। फेरि कुरा राख्नुभयो होला नि त। ल कसैको केही जिज्ञासाहरू छ भने राख्नु त। सर नमस्कार। ल नमस्ते, भन्नु त। सर यो नोट बनाउँदा निकालिन्छ नोट, त्यो सबै जस्तै छ तस्तै एक्लिन्छ कि? के भन्नुभयो? यो नोट सबै छ नि, अँ जो छ त्यो सबै कलर भइसकेको छ, त्यस्तै निक्लिन्छ? होइन, नोटमा तपाईँलाई पठाएको नोटमा कलर सायद छैन है। किनभने कलरवाला नोट पठायो भने तपाईँले प्रिन्ट गर्ने बेला त्यो फिका आउँछ। जो ब्ल्याक हो नि त्यो गाढो आउँछ, गाढा आउँछ। तर जो तपाईँको रङ्गिन गरेको छ नि त्यो फिका आइहाल्छ। अनि जसले गर्दा प्रिन्ट पछि गएर उडेर जान्छ। त मैले तपाईँलाई प्रिन्ट हान्नको लागि जो नोट पठाएको त्यो कलर छैन। कहीँ काहीँ होला, त्यो बेग्लै कुरा हो। त पढ्ने कुरामा त्यहाँ कलर छैन, त्यो सादा नै हो है। अब यहाँ त कलर त अहिले म गरिरहेको छु नि त, अहिले पढाउने बेलामा कुन कुन इम्पोर्टेन्ट हो त्यो अहिले कलर गरेको हो। त्यो भएर तपाईँले पाएकोमा कलर छैन है। अब बरु तपाईँले के हुन्छ भने यो कलर अब यो त भइसकेपछि पठाउने मिल्छ, पछि मिल्छ। तबसम्म आफूले प्रिन्ट निकाल्नु भएको छ भने आफूले त प्रिन्ट गराउनु भयो होला। यदि गराएको छ भने राम्रो, गराएको छैन भने गराउँदा राम्रो के। त्यसलाई प्रिन्ट निकाल्ने। अनि प्रिन्ट अब यो यति मजाले हालेको छ, तपाईँ जति किताब पढ्नु, तपाईँसँग पनि किताबहरू होला, त्यति मजाले दिएको हुँदैन। किताबमा भन्दा यो राम्रो दिएको छ। त्यो भएर के गर्दा प्रिन्ट निकाल्ने, अनि त्यसलाई के गर्ने त आफूले पढ्ने बेलामा एउटा पेन्सिल राख्ने,
धेरै उ नगर्ने, एउटा पेन्सिल हाल्ने, पेन्सिलले तल्लो अन्डरलाइन गर्दै जाने के, जहाँ जहाँ भनिरहेको छु त्यो अन्डरलाइन गर्दै जाने, पढ्दै जाने, म बोल्दै जान्छु तपाईँहरू पनि अन्डरलाइन गर्दै जाने। अनि त्यसरी गर्दा राम्रो के। अनि पछि गरी यो जब सबै च्याप्टर म सकिहाल्छु यसको 58सम्म सबै, अनि त्यसपछि फेरि एकपटक म यो तपाईँलाई पठाइदिन्छु। तर यसलाई प्रिन्ट ननिकाल्नु, कारण किन यो ठुल्ठुलो छ, बोल्ड छ, यो धेरै पेजको छ, यो बोल्ड छ, ठुल्ठुलो छ तपाईँले धेरै एउटै पन्नामा थोरै अँट्छ अनि धेरै पन्ना जान्छ। यो ननिकाल्नु, यो मोबाइलमा राख्ने पढ्ने, मोबाइलमा राख्ने अनि पढ्ने मात्रै त्यसरी। अब तपाईँलाई विचार छैन निकाल्छु भने निकाल्नु पनि पायो, तर ठुल्ठुलो अक्षरमा हुन्छ, त्यति हो है। यो आफूले त्यो प्रिन्ट निकालेको छ भने पेन्सिल हाल्ने, अनि पेन्सिलले त्यसलाई के गर्ने त हाइलाइट गर्दै जाने, म जहाँ जहाँ भन्छु त्यहाँ त्यहाँ हाइलाइट गर्दै जाने। अलिकति आफू पनि मेहनत गर्नमा, अभ्यास गर्नमा हुँदा राम्रो है। अरू कसैको केही जिज्ञासा छ भने हाल्दा हुन्छ है। कुनै साथीको जिज्ञासा केही छ भने हालौ, नभए म अब अगाडि बढ्छु, छैन भने म अगाडि बढ्छु, केही पढ्न खोजे हुन्छ। ल, अब त्यसो भए हामीले अगाडि बढेर पढाइतर्फ नै जाउँ। कसो केही छैन, बुझिरहेको छ कि छैन, मलाई चाहिँ डर लागिरहेको छ, प्रतिवेदन पहिलोपल्ट पढाएको छ, अब बुझिरहेको छ कि छैन, अब आफूले अलिक बुझाउने प्रयास त गरेकै हो, अब तपाईँ कतिको बुझ्यो त तपाईँमा भर पर्छ। मैले बुझाए पनि तपाईँले बुझाएको छ कि छैन त्यो कुरा त तपाईँले नि थाहा हुन्छ, मैले के थाहा हुनु। विद्यालय क्षेत्र विकास योजना यसो। हेलो हजुर हजुर। हेलो। यो हजुर। तिनटैको डाटा भन्नुभएको थियो एकैचोटि पाउँछ यो निम्न माध्यमिक माध्यमिक र माध्यमिक यो जुन अहिले पढाउनु भयो यो डाटा एकै ठाउँमा उम्, त्यो थिएन तल होइन, छैन? त्यही त थिएन। थिएन, म त्यो हेर्छु, अब त्यो पढाइसकेपछि त्यो त पढाइसके त्यो माध्यमिक। राम्रो, त्यो एकदमै राम्रो हुन्छ छुट्याउनमा। जस्तै औपचारिक अनौपचारिक अनियमित शिक्षा त्यस्तै गरेर यो छुट्याएको राम्रो हुन्छ अनि त्यो पढ्नलाई। त अब छुट्याइहालेको छ, मलाई लाग्यो छुट्याएको चाहिँ छैन भने त टिप्न मिल्छ, म टिपिहाल्छु त्यहाँ, तपाईँलाई फेरि भोलि पढाउँछु। अनि त्यसलाई एउटा डाटामा ल ल त्यही तपाईँको हुन्छ टाइप गर्छु अनि तपाईँलाई भइहाल्छ। हुन्छ सर हुन्छ हुन्छ ल। अब हामीले हुन्छ। अगाडितिर बढ्यो है। अब अगाडि बढ्ने क्रममा हामीले एसएसआरपी एसएसडिपी पनि पढ्नु छ। एसएसडिपीको कुरा हो, माथि थियो एसएसआरपीका कुरा, यी यता एसएसआरपीका कुरा थियो होइन, अनि यता एसएसडिपीका कुरा छन्। तर योहरू तपाईँ कहीँ कहीँ तै पढ्नु भएको जस्तो लाग्छ मलाई, पढ्नु भएको होला, कति पढ्नु भएको छ त्यो तपाईँलाई थाहा होला। अब अलिकति नयाँ डकुमेन्ट यो हो, यो नयाँ डकुमेन्ट हो, पहिला म यसैलाई नै कुरा गर्छु है, पहिला यसैलाई कुरा गर्छु अनि उताको कुरा गर्छु। यो नयाँ डकुमेन्ट हो, अलि यसैलाई कुरा पहिला गर्नु पर्यो, किनभने धेरै कला उसमा यो पढ्न भनेको छ। यसो कोशी प्रदेशमा यो पढ्न छुट्टै भनेकै छ, कोशी प्रदेशमा छुट्टै यो पढ्नैलाई भनेको छ, तर अरूहरूमा यसको छैन। नोट पठाउनु भएछ सर यो यो इएसपी को? पठाएकै छैन, तपाईँले पठाएकै छैन। अस्ति पठाउँछु भनेको हो, तर पठाउन पाएको छैन। यो पठाउँछ है, आज तपाईँले पठाएर पठाइहाल्छु। यो सर यो यो मैले नोट नपठाउनुको एउटा नछाप्नु कारण भयो कि यसमा त्यो हाइलाइटको कुरा आयो नि त, मैले के विचार गरेँ भने यो पठाइदिन्छु र त्यही बेला पठाइदिन्छु बरु भनेर नै अलि हालिदिएँ क्या, सर यो छोडिदिएँ। हाइलाइट गरेर बरु पठाएर नै पठाउनु। त्यही भएर मैले रोकेको हो, नभए म अस्ति नै पठाउने गरिसकेँ, पिडिएफ बनाएँ, फेरि मलाई लाग्यो कि होइन हाइलाइटै गरिदिउँ न भनेर त्यस्तो लाग्यो क्या। ल, हो सर त्यसो यो भए यो पढौँ है। पढाएपछि बरु डालिदिनु। हुन्छ हुन्छ म्याम, म त्यो गरिहाल्छु ल। अब यता हुन्छ। पढौँ ल, अब यता पढौँ। अब तपाईँलाई अनमुट नै गरेर राखौँ है, फेरि म पछि बोल्ने मौका दिउँला, पछि बोल्नु होला। अब अलिक एकछिन पढौँ, 1 घन्टा जति फेरि पढौँ। ल, विद्यालय शिक्षा क्षेत्र योजना, यो उता कोशी प्रदेशले एउटा पाठै हालेको छ, विद्यालय शिक्षा क्षेत्र योजना एउटा पोइन्टै हालेको छ, तर यता भनेको छैन, अरू कुनै पनि प्रदेशमा भनेको छैन। फेरि यो नभन्नु होला भनेको छैन भने किन पढाएको। एसएसआरपी भयो, एसएससिडिपी भयो, विद्यालय शिक्षा क्षेत्र योजना भयो, होइन एसआइपीका कुराहरू भयो, अनि त्यसपछि तपाईँको अझ भन्नुहुन्छ भने बजेटका कुराहरू नै, शिक्षाका व्यवस्थाका कुराहरू भयो, दिगो विकासका भयो, इएफएका भयो, यो सबै नवीनतममा पर्छ के, नवीनतममा पर्छ, यो पढ्नै पर्छ, अन्यथा पढाइदिएको होइन, त्यसरी बुझिदिनु होला। ल, विद्यालय शिक्षा क्षेत्र योजना के त, विद्यालय शिक्षा क्षेत्र योजना, यसलाई स्कुल एजुकेसन सेक्टर प्लान भन्छ के त, स्कुल एजुकेसन सेक्टर प्लान, एसइएसपी के त, एसइएसपी, एसइएसपी है। एसइएसपी विद्यालय शिक्षा क्षेत्र योजना, स्कुल एजुकेसन सेक्टर प्लान, अङ्ग्रेजी नाम जान्नु होला फेरि है। विद्यालय शिक्षा क्षेत्र योजनालाई के भन्छ, एसइएसपी, स्कुल एजुकेसन सेक्टर प्लान। ल, अब यसको समय अवधि, अब यो किन सरिरहेको छ त्यो मलाई थाहा भएन, यसले म सार्न खोजिरहेको छु तर सरिरहेको छैन यो।
यो ल्यान्ड सरेको भए अलिक सजिलो हुन्थ्यो नि। मान्दै नमान्ने भइरहेछ। ए मान्यो त। ल अब मान्न त मान्यो, यता तल यता भागियो त। कहाँ पुग्यो यिनीहरू? सब बाहिर बाहिर गयो त। ए सब रिसाएर बाहिरै पुग्यो त। किन यस्तो रिसाइदियो त? सब बिग्रेर आयो नि त यता। ए लास्टै बिग्रियो त। ए बिग्रियो नि, बर्बाद भयो त। ल त्यसो भए बिहा गरौँ। उता पछाडितिर उता भाग्यो। अब आयो। ल ठिकै छ, म यसैलाई अलिक सानो पारिदिउँला बरु। के गर्नु त, त्यही गर्नु बरु। यसैलाई अलिक सानो पारिदिँदै। ल भयो त। अब मिल्यो ल। अब कुरा के बुझाउने, विद्यालय शिक्षा क्षेत्र योजना के त? के नाम हो? विद्यालय शिक्षा क्षेत्र योजना। अङ्ग्रेजीमा के भने? विद्यालयको स्कुल भयो, विद्यालय शिक्षा एजुकेसन, होइन? सेक्टर भनेको, होइन, क्षेत्र। अनि विद्यालय शिक्षा क्षेत्र योजना, योजना भनेको प्लान। त्यसरी बुझ्नु सजिलो शब्दहरू हो, धेरै गाह्रो होइन। अब यो कहिलेदेखि कहिले समय अवधि हो यसको, यो अहिले जान्नु है। यसको समय अवधि कहिले त? सन् 1900 सरी सन् 2022देखि सन् 2031सम्मको लागि हो। यो सन् 2022देखि सन् 2031सम्मको लागि हो। कति वर्ष त? 10 वर्ष। नेपालीमा भन्नुहुन्छ भने विक्रम सम्वत 2079देखि विक्रम सम्वत 2088सम्म है। विक्रम सम्वत विक्रम सम्वत 2079देखि लिएर विक्रम सम्वत 2088सम्मको लागि हो है। योजनाको समावधि कहिले त? विक्रम सम्वत 2079देखि विक्रम सम्वत 2088सम्म। ठिक छ। यदि सनतिर गयो भने सन् 2022देखि सन् 2031सम्म। बुझिरहेको छ नि? 2022देखि 2031सम्म समयावधि भयो। नेपाली डेटमा आयो भने 2079देखि 2088सम्म। कति वर्षको लागि योजना हो? 10 वर्ष योजना हो। विद्यालय शिक्षा क्षेत्र योजना कति वर्ष योजना हो भन्यो भने कति त? 10 वर्ष योजना हो। कति वर्ष हो? 10 वर्ष योजना हो। यो सबै याद गर्नुपर्छ। राम्रो मुद्दाहरू छ, याद गर्न पनि टाइम लाग्दैन। अब मेसेज के आइरहेको छ, एकछिन हेरौँ। के मेसेज आयो तपाईँको फेरि? ए एससीएसपीको पिडिएफ पठाएको हो र? मलाई त होइन जस्तो लाग्छ। ठिक छ, पठायो भने पनि यो पठाउँछु। पठाएको छु र मलाई त ध्यान छैन। ठिक छ, पठाएको होला भने ठिकै छ, पठाएको छैन भने फेरि कलर गरेर पठाइदिउँला। ल कति वर्ष योजना हो? 10 वर्ष योजना हो। कति वर्ष योजना हो? 10 वर्ष योजना हो। ए रिमा चौधरी म्यामले हो भनिरहेको छ। अब पठाएको भए पनि है, मैले पठाइसकेको भए पनि म यसलाई कलर गरेर फेरि तपाईँलाई पठाइदिउँला। यो तपाईँले टाइप गरेर के उ गरेर मलाई प्रिन्ट गरेर दिनु छैन कि मेरो पना खर्चिन्छ, होइन? तपाईँले पढ्नमा मोबाइलमा राखेर फेरि पढ्न सक्यो। जसकोमा छैन त्यो फेरि निकाल्न पनि सक्यो। ल त्यो भएर कति वर्ष योजना हो? 10 वर्ष योजना हो। विद्यालय शिक्षा क्षेत्र योजना कति वर्ष योजना हो? 10 वर्ष योजना हो। अब यो योजना प्रकाशित गर्ने निकाय कुन हो है? यो विद्यालय शिक्षा क्षेत्र योजना प्रकाशित गर्ने निकाय कुन हो? कुन निकायले प्रकाशन गर्यो त? प्रकाशित गर्ने निकाय कुन हो त? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। विद्यालय शिक्षा क्षेत्र योजना कुन निकायले प्रकाशित गरियो भनेको? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको योजना हो, ल्याएको योजना हो। अर्को यसलाई स्वीकृत कहिले गर्यो? 2079 वैशाखमा। कहिले स्वीकृत गर्यो? 2079 वैशाखमा। कहिलेदेखि कहिलेसम्म? 79देखि 88सम्म। 2022देखि 2031सम्म। यसमा प्रतिबद्धता पुरा गर्ने लक्ष्य कतिवटा? अब तपाईँले भन्छ लक्ष्यहरू कतिवटा छन् के? लक्ष्य 3टा छन्। लक्ष्यहरू कतिवटा? 3वटा छन्। लक्ष्यहरू कतिवटा? 3वटा। लक्ष्यहरू कतिवटा त? 3वटा। लक्ष्य कतिवटा? 3वटा भने बुझ्नु है। ल लक्ष्य कतिवटा छन् त? 3वटा छन्। एकदमै यादै गर्दै जानु, भन्दै जान्छु, याद गर्दै जाने है। यसमा लक्ष्य कतिवटा? 3वटा। अब के त? यहाँ नेपालको संविधानले प्रत्याभूत गरे अनुसार आधारभूत तहको शिक्षा अनिवार्य तथा निशुल्क है, अनिवार्य तथा निशुल्क, अनिवार्य तथा निशुल्क र माध्यमिक तहको शिक्षा निशुल्क हुने सुनिश्चितता भनेको संविधानको कुरा नै छ यहाँ। नेपालको संविधान 2072ले नेपालको संविधान 2072ले जुन भनेको छ नि त, आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क है। आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क, माध्यमिक तहको शिक्षा निशुल्क, यो कुरालाई सुनिश्चितता गर्ने भनेको छ, एउटा लक्ष्य। अर्को राष्ट्रिय शिक्षा नीति
2076ले निर्दिष्ट गरेका नीतिहरूको कार्यान्वयन गर्ने भनेको राष्ट्रिय शिक्षा नीतिमा जुन नीतिहरू छन् त्यो नीतिलाई कार्यान्वयन गर्ने एउटा अर्को लक्ष्य है। एउटा लक्ष्य भयो संविधानले प्रत्याभूत गरेको आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क त्यसलाई सुनिश्चितता गर्ने। अर्को राष्ट्रिय शिक्षा नीतिमा जुन नीतिहरू छ 13वटा, कतिवटा त के 13वटा होइन, नीति त बढी छ है, नीतिहरू छन् त्यो नीतिलाई के गर्ने त कार्यान्वयन गर्ने त्यो कुरा गरेको छ। अर्को सन् 2030सम्ममा समावेशी र गुणस्तरीय शिक्षा तथा जीवन पर्यन्त सिकाइको सुनिश्चितता। यो तपाईँको आयोगमा कति धेरै पटक सोधेको छ है। समावेशी, गुणस्तरीय र जीवन पर्यन्त, समावेशी होइन गुणस्तरीय र जीवन पर्यन्त सिकाइको सुनिश्चितता गर्न अन्तर्राष्ट्रिय समुदायले पहिचान गरेका दिगो विकासको लक्ष्य नम्बर 4 गुणस्तरीय शिक्षा हासिल गरे, त्यो हासिल गर्न भनेको छ। भनेको 3टा लक्ष्य यसको के भयो त, एकमा संविधानले प्रत्याभूत गरेका आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षाको व्यवस्थापन गर्ने सुनिश्चित गर्ने, अर्को राष्ट्रिय शिक्षा नीतिमा रहेका नीतिहरूलाई कार्यान्वयन गर्ने, र अर्को सन् 2030सम्मको लागि जुन दिगो विकासका लक्ष्य हो र जसको 17वटा लक्ष्य मध्ये 17वटा लक्ष्य मध्ये लक्ष्य नम्बर 4मा के त गुणस्तरीय शिक्षा हो र त्यसमा के भनेको छ, सन् 2030सम्ममा समावेशी र गुणस्तरीय शिक्षा तथा जीवन पर्यन्त सिकाइको सुनिश्चित गर्ने, यो कुरालाई के गर्ने त हासिल गर्ने भनेको छ। 3टा कुरा, यो 3टा कुरा याद गरेर राख्नु, 3वटा प्रतिबद्धता के अरे लक्ष्यहरू याद गर्ने सजिलो पनि छ, 3वटा लक्ष्य याद गर्ने। अब यो दूरदृष्टि के त, दूरदृष्टि धेरै पटक सोधेका प्रश्न, दूरदृष्टि है के त दूरदृष्टि। दूरदृष्टिमा के भन्छ, दूरदृष्टिले के भन्छ, सक्षम, यो शब्दहरू याद गर्ने है, यहाँ भएका शब्दहरूलाई याद गर्ने, यो सोधिन्छ, याद गर्न नगरे पनि उपाय छैन फेरि। सक्षम, सृजनशील, संस्कारयुक्त नागरिक तयार पारी है, 3टा शब्द, सक्षम, सृजनशील र संस्कारयुक्त नागरिक तयार गरी देशको सामाजिक आर्थिक रूपान्तरण मार्फत समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु। यसका दूरदृष्टि के हो त, सक्षम, सृजनशील र संस्कारयुक्त नागरिक तयार गर्नु। 3टा शब्द, सक्षम, सृजनशील र संस्कारयुक्त, भनेको 3टै स्वबाट हो के, सक्षम, सृजनशील र संस्कारयुक्त नागरिक, 3टा स्वबाट पनि याद गर्न पनि सजिलो भयो क्या। भोलि इक्जाम आयो भने स्वबाट छैन भने बुझ्नु के छैन, अथवाले भनिदिन्छ यही अर्को भनिदिन्छ के, सक्षम, क्षमतावान र संस्कारयुक्त भनिदिन्छ होइन, सक्षम अर्को प्रतिभावान यसरी भनिदिन्छ। त यहाँ के बुझ्नु त के हो, सक्षम, सृजनशील र संस्कारयुक्त नागरिक तयार गरी देशको सामाजिक र आर्थिक रूपान्तरण मार्फत, कुन के को रूपान्तरण मार्फत, सामाजिक र आर्थिक रूपान्तरण मार्फत समृद्ध राष्ट्र र सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो त्यसलाई पुरा गर्ने दूरदृष्टि विद्यालय शिक्षा क्षेत्र योजनाको रहेको छ, विद्यालय शिक्षा क्षेत्र योजनाको रहेको छ। अब ध्येय कतिवटा भयो, ध्येय एउटा, ध्येय कतिवटा भयो त, एउटा है, ध्येय कतिवटा, एउटा, लक्ष्य कतिवटा थियो, 3टा, दूरदृष्टि कतिवटा, एउटा, ध्येय कतिवटा, ध्येय कतिवटा, एउटा, के भन्छ, क्षेत्रीय भनेको छ, क्षेत्रीय है, यो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरसँग तुलना योग्य गुणस्तर सहितको सान्दर्भिक शिक्षा प्राप्त गर्ने नागरिकको हक सुनिश्चित गर्न, सक्षम, सुशासित, उत्तरदायी र प्रतिस्पर्धी सार्वजनिक विद्यालय शिक्षा प्रणालीको विकास गर्ने। यहाँ भनेको कस्ता विद्यालयको विकास गर्ने भन्छ, सक्षम होइन, सुशासित, उत्तरदायी र प्रतिस्पर्धी सार्वजनिक विद्यालय शिक्षा प्रणालीको विकास गर्नु ध्येय रहेका छन्। एउटा याद गर्न है, सक्षम, सुशासित, उत्तरदायी र प्रतिस्पर्धी, ठिक छ, ध्येय। अब उद्देश्य कतिवटा, 4वटा, लक्ष्य कतिवटा थियो, 3टा, लक्ष्य 3टा अक्षर, 3टा, उद्देश्य 4वटा अक्षर, 4वटा, लक्ष्य र उद्देश्यमा जसले झुकिरहेछ त लक्ष्यमा कतिवटा अक्षर हो, 3टा, त 3टा, अनि उद्देश्यमा कतिवटा अक्षर हो, 4वटा, त 4वटा, त्यसरी बुझ्दा पनि भयो। अब यो 4वटा के त्यो कुरा हामीले यहाँ पढ्नुपर्छ, 4वटा के 4वटा के है, 4वटा लक्ष्य के अरे 4वटा उद्देश्य के यहाँ एउटा के भनेको छ, एउटा के भनेको छ, विद्यालय शिक्षामा, यहाँ भनेको छ, यहाँ छ, यहाँ छ है, विद्यालय शिक्षामा सबै बालबालिका विशेषतः सामाजिक तथा आर्थिक कारणले सुविधाविहीन, सीमान्तकृत तथा अपाङ्गता भएको बालबालिकाको समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्नु। त्यो भएर एउटा सिधा याद के गर्नु, तपाईँले पुरै गर्नु पर्यो, यति याद गर्ने हो तपाईँ, यति याद गर्ने।
बालबालिकाहरूको समतामूलक पहुँच र सहभागिता सुनिश्चित। यो सोधेको छ है, फेरि सोध्या छ। बालबालिकाहरूको समतामूलक पहुँच र सहभागिता सुनिश्चित। चारवटा लक्ष्य, के अरे लक्ष्य भन्छु, उद्देश्य कतिवटा? चारवटा। चारवटामा एउटा उद्देश्य के त? बालबालिकाको समतामूलक पहुँच र सहभागिता सुनिश्चित। ठिक छ। अर्को 2मा, प्रत्येक बालबालिकामा विद्यालयका लागि तयारी, आधारभूत सिकाइ र गुणस्तरीय सिकाइ उपलब्धि सुनिश्चित गर्दै विद्यालय शिक्षाको गुणस्तर तथा सान्दर्भिकता वृद्धि गर्नु। फेरि पढ्नु है। प्रत्येक बालबालिकामा विद्यालयका लागि तयारी, आधारभूत सिकाइ र गुणस्तरीय सिकाइ उपलब्धि सुनिश्चित गर्दै विद्यालय शिक्षाको गुणस्तर तथा सान्दर्भिकता वृद्धि। त्यो तपाईँले याद कहाँबाट गर्ने? यति याद गर्नु क्या। विद्यालय शिक्षाको गुणस्तर तथा सान्दर्भिकता अभिवृद्धि। के त? विद्यालय शिक्षाको गुणस्तर र सान्दर्भिकता। एउटामा समतामूलक पहुँच र सहभागिता, बालबालिकाको समतामूलक पहुँच र सहभागिता। अर्कोमा विद्यालय शिक्षाको गुणस्तर र सान्दर्भिकता। अर्कोमा विद्यालय शिक्षाको गुणस्तर र सान्दर्भिकता वृद्धि गर्ने। याद गर्दै जानु है। अर्को, अनौपचारिक तवरबाट सिकेको ज्ञान तथा सिपको। अर्को यहाँ छ है, अर्को यता म पढेको छु त। अनौपचारिक शिक्षा है, अनौपचारिक तवरबाट सिकेका ज्ञान तथा सिपको प्रमाणीकरण गरी, ज्ञान तथा सिपको प्रमाणीकरण गरी औपचारिक शिक्षासँग स्थापित सम्बन्ध स्थापित गर्न वैकल्पिक शिक्षा प्रणालीको सुदृढीकरण गर्ने र सबै किशोर किशोरीहरूमा जीवन उपयोगी र जीवन पर्यन्त सिकाइको सुनिश्चितता गर्ने। त्यो भएर यति याद गर्ने है, जीवन पर्यन्त र जीवन उपयोगी सिकाइको सुनिश्चितता गर्ने है। सबै किशोर किशोरीहरूमा जीवन उपयोगी र जीवन पर्यन्त सिकाइको सुनिश्चित। एउटा समतामूलक र सहभागिता सुनिश्चित गर्ने है, समतामूलक पहुँच र सहभागिता सुनिश्चित। यो भनेको बालबालिका पिछडिएको छ, अहिले पछाडि परेको छ होइन, दलित, सीमान्तकृत यस्ता वर्गहरू छन्, त्यसलाई समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्ने। अर्को, विद्यालयका शिक्षामा गुणस्तर कायम गर्ने। त्यो भएर विद्यालय शिक्षा गुणस्तर र सान्दर्भिकता वृद्धि गर्ने। सान्दर्भिकता भनेको अहिलेको समय सुहाउँदो शिक्षा दिने, शिक्षा गुणस्तरीय हुने, त्यो भनेको छ है। अर्को भन्छ जीवन उपयोगी र जीवन पर्यन्त सिकाइ सुनिश्चित गर्ने। सिकाइ के हुनु पर्यो? जीवन उपयोगी र जीवन पर्यन्त हुनुपर्छ भनेको छ। चौथो नम्बरका के त? उद्देश्य के त? विद्यालय शिक्षाको सबै प्रणालीमा सुशासन प्रवर्धन, अन्तर सरकार समन्वय तथा सहकारी सुदृढीकरण र सबै निकाय तथा विद्यालय शिक्षा सेवा प्रवाहमा संलग्न व्यक्तिहरूको क्षमता विकास गरी प्रभावकारी शैक्षिक सेवा प्रवाह गर्नु भनेको क्षमता विकास गर्ने। अनि होइन, क्षमता विकासको कुरा गरिरहेको छु कि विद्यालय शिक्षासँग सम्बन्धित सम्पूर्ण संलग्न व्यक्तिहरूको के विद्यालय शिक्षामा संलग्न सबै व्यक्तिहरूका क्षमता विकास गरेर शैक्षिक सेवा प्रवाह गर्नु भनेको प्रभावकारी शैक्षिक सेवा प्रवाह गर्नु। यति पनि गर्दा भयो, यति है। क्षमता विकास गरी प्रभावकारी शैक्षिक सेवा प्रवाह गर्नु। त चारवटा के भयो एकपल्ट सुन्नु ध्यानले होइन। समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्ने, त्यही नै थियो। पहिलोमा समतामूलक पहुँच र सहभागिता के गर्ने त? सुनिश्चित गर्ने। दोस्रोमा गुणस्तरीय शिक्षा र सान्दर्भिकता वृद्धि गर्ने, गुणस्तरीय शिक्षा र सान्दर्भिकता अभिवृद्धि गर्ने। तेस्रोमा के त? जीवन उपयोगी र जीवन पर्यन्त सिकाइको सुनिश्चितता गर्ने, जीवन उपयोगी र जीवन पर्यन्त सिकाइको सुनिश्चितता गर्ने। चौथोमा क्षमता विकास गरी है, यो विद्यालय शिक्षा सेवामा संलग्न व्यक्तिहरूको क्षमता विकास गरी प्रभावकारी शैक्षिक सेवा प्रवाहमा सुनिश्चित गर्नु। यी चारवटा के त? उद्देश्य रहेका छन्। अब त्यहाँ तपाईँलाई यहाँ कति आनन्दले लेखि नै सकेको छु त। ल यहाँ तल संक्षेपमा चारवटा उद्देश्य तपाईँलाई अघि उता लगाएको ठिक यतै छ त। संक्षेपमा चारवटा उद्देश्य भनिसक्यो, याद गर्नको लागि यसरी गर्दा हुन्छ। विद्यालय शिक्षामा सबै बालबालिकाको पहुँच र सहभागिता सुनिश्चित गर्नु, विद्यालय शिक्षाको सान्दर्भिकता तथा गुणस्तर वृद्धि गर्नु, होइन शिक्षाको सुशासन र व्यवस्थापनमा सुधार गर्नु होइन। अर्को भनेको सबै नागरिकलाई साक्षर बनाई जीवनोपयोगी शिक्षा हासिल गर्नु भने एउटामा के थियो? पहुँचका कुरा, सहभागिताका कुरा, अर्कोमा गुणस्तरका कुरा, अर्कोमा जीवनोपयोगी शिक्षाका कुरा है, र अर्को भनेको विद्यालय व्यवस्थापनमा क्षमता विकासका कुरा। यसरी हालेका थिए। ल अब यहाँ महत्त्वपूर्ण कुराहरू केही लेखेको छ। नेपालले विक्रम सम्वत 2083 सम्ममा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने
र विक्रम सम्वत 2100 सम्ममा समुन्नत राष्ट्रमा पुगी समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने दीर्घकालीन सङ्ख्या भनेको अल्प विकसित राष्ट्रबाट विकासशील कहिले हुने त 2083सम्म बनेको छ। 2083सम्ममा अति कम विकसितबाट है अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा रूपान्तरण हुने क्या, यस्तो उन्नति हुने। अति कम अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा कहिले पुग्ने त 2083मा। अनि 2100सम्ममा कहाँ पुग्ने त समुन्नत राष्ट्रिय उन्नतिमा है भनेको समुन्नत राष्ट्रमा पुग्ने एकदमै समुन्नत राष्ट्र हुने कहिलेसम्ममा त 2100सम्ममा। विक्रम सम्वत 2100सम्ममा समुन्नत राष्ट्रमा यस्तो उन्नति हुने भनेको छ। 83सम्ममा के त अति कम विकसितबाट विकासशीलमा जाने, अति कम विकसितबाट विकासशीलमा जाने। अनि 2100सम्ममा समुन्नत राष्ट्रमा पुगी समृद्ध नेपाल र सुखी नेपालीको नारा है के गर्ने त प्राप्ति गर्ने। अर्को सन् 2015को मे महिनामा दक्षिण कोरियाको इन्चोमा आयोजित विश्व शिक्षा मञ्चको बैठकमा जारी भएको घोषणापत्रमा उल्लिखित दिगो विकासको शिक्षा सम्बन्धी उद्देश्य, अब त्यहाँ के लेखेको छ त्यो कुरा यहाँ लेखेको छ। यो सोधिरहन्छ है, यो तपाईँको इन्चो घोषणापत्र छ नि त। इन्चो घोषणापत्र कहाँ भएको थियो? दक्षिण कोरियाको इन्चोनमा होइन, 2015मा मे महिनामा हो। त्यो इन्चोन सबैको लागि शिक्षाको बैठक इन्चो घोषणापत्र। त्यो इन्चो घोषणाले के गरेको छ? इन्चो है दक्षिण कोरियाको इन्चोनले के भनेको थियो भने तपाईँको समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने र सबैका लागि जीवन पर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्ने। यो हुबहु बुँदा नै तपाईँलाई सोधेको छ मैले। यो जुन छ नि अघि मैले माथि भनेको यो चारवटा यो सोधेको थियो ठ्याक्कै हामीले जुनलाई परास भयो त्योलाई नै सोधेको थियो इक्जाममा। अनि ठ्याक्कै मैले त्योलाई पढेर गएको थियो, लगाउन पाएँ, ठिक पनि भयो है। त्योबाट यो सोधिरहन्छ, सङ्घमा सोधेको थियो। अब कुरा के बुझ्नु त अर्को, यो इन्चो घोषणाले है इन्चो कोरियाको इन्चोनमा जुन बैठक भयो विश्व शिक्षा मञ्चको बैठक, त्यसले दिगो विकासको सन्दर्भमा के बोल्यो त? समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने र सबैका लागि जीवन पर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्ने। यो कुरा याद गरिराख्नु। अर्को हो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 2077 भदौ महिनामा प्रत्येक विषयगत समूहमा 7 देखि 10 जनासम्म सदस्य रहेको 12वटा विषयगत समूह गठन गरेका थिए। यो भनेको यो प्रतिवेदन बनाउनलाई 2077 भाद्रैबाट सुरु गर्यो, जहाँ कति समूह थियो त? 7 देखि 10 जनाको समूह बनाएका थियो, विषयगत समूह थियो। अनि एउटा समूहमा 7 देखि 10 जना थियो र एउटा कतिवटा विषयगत समूह थियो? 12वटा। 12वटा विषयका 12वटा समूह बनाएका थिए। एउटा समूहमा 7 देखि 10 जना मान्छे हुन्थ्यो र त्यसले पुरै अध्ययन गरेर यो प्रतिवेदन निकालेको। अब यसका अनुसूचीहरू हेर्दाखेरि अनुसूची कतिवटा हो त? 5वटा। यो विद्यालय शिक्षा क्षेत्र योजनामा अनुसूची कतिवटा? 5वटा। जसमा एउटामा के भनेको छ? सल्लाहकारको समूह बनाएको छ। 2मा सङ्घ प्रदेश र स्थानीय तहको शिक्षा सम्बन्धी प्रस्तावित कार्य बनाएको छ। 3मा भर्नाको प्रक्षेपण बनाएको छ। यो खासै परेन, कतिवटा भने बुझिदिनु, 5वटा। अनुसूची कतिवटा? 5वटा। अनुसूची कतिवटा? 5वटा। अब यसमा तपाईँको छ उद्देश्यमा के गर्ने होइन, उद्देश्य हामी पढ्यो नि त उता। अब उद्देश्य प्राप्तिका लागि रणनीतिहरू के छन् त्योहरू, तर यसमा तपाईँको रणनीतिहरू पनि लेख्नुपर्छ। यता लेखेन हामीले, त्यो रणनीतिहरू पनि लेख्नुपर्छ। यता धेरै कुराहरू छन्। विद्यालय शिक्षा क्षेत्रमा परिवर्तनको सिद्धान्त, अब यो रणनीतिहरू पनि गर्नुपर्छ है। यो रणनीतिका कुराहरू लेख्नु पऱ्यो, कतिवटा रणनीति हो त्यो पनि हेर्नुपर्छ। त्यसपछि हामी यताको डाटामा आउँछौँ। यहाँको हुन त्यो डाटाहरू याद गर्नु त अलिक कठिन त होला, तर सर एकपल्ट हेर्नुपर्छ है, एकपल्ट त्यो हेर्नुपर्छ। त आज यसो गरौँ, यसलाई अहिले यतिकैमा राखौँ। अहिलेलाई मैले त्यो हेरिनँ, अब ओरिजिनल हुन त छ होला यहाँ, तर डाउनलोड पनि गर्न सकिन्छ। डाउनलोड पनि गर्न मिल्छ, नमिल्ने होइन। तर यति कुरा इम्पोर्टेन्ट हो तपाईँलाई के, अति आवश्यक कुराहरू यति भयो। यति कुराहरू तपाईँले एकपल्ट हेर्नु होला, यति कुरा तपाईँहरू एकपल्ट हेर्नु होला, त्यति भन्न खोजेको। अब लगातारै बोले गर्दा म थाके जस्तो भइरहेको छु है। 7:30 लगभग 7:45 अब लगभग 9:30 भयो। अब ठ्याक्कै 2 घन्टा जति पनि भयो। अब पुरै टाउको पनि दुखिरहेको छ आज। अलिक पुरै भी सन्चो नै छैन र सन्चो पनि छैन जस्तो छ क्या। मन भारी भारी छ, आँखाहरू दुखेको छ, टाउकोहरू दुखेको छ। अनि त्यसपछि ज्वरो जस्तो भित्रभित्र छ जस्तो भइरहेछ। अलिक पुरै सन्चो भएको छैन, तर पनि तपाईँको पढाइमा के गाह्रो नहोस् भनेर मात्रै हो। ल ल ठिक छ है। अब यति कुरा बुझ्नु, अनि यसलाई पढ्नु, बाँकी कुरा हामी फेरि भोलि गरौँला। हुन्छ, त्यसो भए आजको लागि यति भयो। आजको लागि यति भयो। अब तपाईँले के गर्नु भने यी सबै कुराहरू अध्ययन गर्नु। अझै पनि कम पढाइ भएन, यो धेरै भयो। यति भनेको त धेरै हो, फेरि बिहानै पनि हामी पढिहाल्छौँ। यो कुरा तपाईँले हेर्नु पनि पऱ्यो, एकपटक हेर्नु होला। ठिक छ नि। अब तपाईँले एकछिन मैले खोलेँ।
अनम्युट गऱ्यो, तपाईँले केही जिज्ञासाहरू राख्न पाउनुभयो। ल, तपाईँ मध्ये कसैलाई केही जिज्ञासा छ भने आफ्नो जुन माइक हो त्यो माइकलाई खोलेर बोल्न पाउनुहुन्छ। 1-2 मिनटको लागि तपाईँलाई मैले तपाईँको केही जिज्ञासा होला भने म सम्बोधन गर्ने प्रयास गरौँ होला। भन्नु त केही छ र कसैको केही भन्नु? यसको यस के अरे एससीएसपीको मैले ओरिजिनल डकुमेन्ट पनि तपाईँलाई पठाउँछु, अहिले पठाइदिउँ होला। तर ओरिजिनल के पढ्नु तपाईँ, यहाँ जे छ नि त्यसलाई पढ्नु होला, नोटलाई फोकस गर्नु, समय कम हो। कम समय भए पनि यही पठाइदिनु न सर, यो कलर गरेको। कलर पठाइदिन्छु, हुन्छ ल, कलरै पठाइदिउँ ल। ल, अरू कसैको केही छैन भने त्यसो भए आज छुट्टौँ है, र भोलि फेरि 5:30 बजी हाम्रो भेट हुन्छ। तबसम्म रातिमा धेरै पढ्नु, जति सकिन्छ त्यति आफूलाई समय दिनुहोस्। मधेस प्रदेशले भ्याकेन्सी गरिसकेकै छ, मावि शिक्षकले भ्याकेन्सी भइसकेको छ, निमावि पनि हुन्छ, प्राविको भरोसा छैन फेरि है। अब अब्जेक्टिभ पेपरको लागि म बारम्बार नै भने गरेका हुँ तपाईँहरूलाई। अब्जेक्टिभका बारम्बार के भनेको छु भने आफूसँग पुस्तकहरू छ भने त्यसलाई अभ्यास गर्नु। मैले पनि यहाँ गर्ने प्रयास गरौँला, तर यहाँ मैले अब्जेक्टिभमा अलिक ध्यान दिएँ भने अलिक गाह्रो पर्ला। म पछि गर्ने प्लानै गरेको छु कि 10 बजेसम्म क्लास चलाउने, त्यसपछि 10 देखि 11 बजेसम्म अब्जेक्टिभमा लाग्ने। हजुर, अनि यो बुक त पाइहाल्यो अब। अब कोर्स सरले हेर्नु अनि कोर्स कहाँ कहाँ मिल्छ त्यो अनुसार पढ्नु। सबै दिएछ तर यसमा चाहिँ। त्यसमा सबै दिएको छ, पुरै छ। अँ, प्रश्नहरू बनाएर दियो होला होइन? यो सर पहिला अलिकति दिएछ त्यसको बारेमा, ए अलिअलि टक्क बुन्दाहरू, अँ, अनि त्यसपछि अभ्यास गर्नलाई दिएछ। राम्रो, त्यही हो। अब मैले अघि नै भने दुईवटा उपाय हुन्छ कि तयारीको, दुईवटा पाटो हुन्छ। एउटा पाटो कि तपाईँ आफूले नोट तयार गर्नु, त्यसको लागि समय धेरै चाहिन्छ, 6 महिना सालभरि चाहिन्छ, कि त अरूले बनाइदिएको बजारमा मेहनत गरेर बनाइदिएको नोटहरू छ त्यसलाई किन्ने, त्यसलाई पढ्ने। त्यो किन्नको लागि पुस्तकहरू किन्नु पर्यो। अब जब हामी आँटेकै छ भने पुस्तक त 2-4-5 सयको हुन्छ, त्यो त खर्च गर्नुपर्छ, किन्न सक्नुपर्छ। अब मेहनत गरिरहेको छ भने त गर्नै पर्छ, व्यवस्थापनको लागि त्यो राम्रै हो। अनि बाँकी कुराहरू त हामी गरिहाल्छौँ। अब्जेक्टिभमा अलिकति मलाई कम बढी होला, किनभने अब्जेक्टिभतिर म ध्यान दिएँ भने यता अलिक गाह्रो होला। तर सोचिरहेको छु कि 10 देखि अब 11 बजेसम्म बरु अब्जेक्टिभ राख्ने। अलि 4-5 दिनदेखि पुरै बिसन्चो हो, राम्रोसँग छैन। औषधि खाएर मलाई त पुरैले पनि कस्तो भुमिट होला जस्तो भइरहेको छ, बोल्नै गाह्रो भइरहेको छ, मुखमा पुरै पानी पानी भइरहेको हुन्छ, गाह्रो भइरहेको छ। औषधि मेरो खाने बानी छैन, औषधि खाइरहेको छु त्यो भएर। ल ठिक छ है, अध्ययन गर्नु होइन। त्यो बुक कति पेजको होला म्याम? त्यो धेरै मोटो हो र कति प्राइस त 710 कि कति थियो? 750 डिस्काउन्टै दिएन सर, जानुभएको थियो अनि ला, डिस्काउन्टै डिस्काउन्ट त दिएन। दिन्थ्यो त वीरगन्जमा त मलाई फोन गर्नु पर्थ्यो। भन्नुभयो लक्ष्मी पुस्तकमा पाएन, उता वाडातिर जानुभएको थियो, मालपोततिर। ए ठिकै छ, अब नदिए पनि अब कति भयो त, त्यही त 750 100 रुपियाँ पुरै यताउता, छ, 100 रुपियाँ पुरै जति भनौँ नि। 750 में दियो। ठिकै छ। अब नभए फोन गर्दा पनि म भनिदिन्थेँ, त्यहाँ पसलले भनिदिँदा दिन्थ्यो। ठिकै छ, यो 150ले गाह्रो भएन, पढ्ने कुरामा आफ्नो फोकस हुनुपर्छ, त्यति हो। ल, चन्ज्योति म्यामले बोल्न त 480 छ पेज ल, एक दिन। चन्ज्योति म्यामले पनि बोल्न खोज्नु भएको छ, बोल्नु त म्यामले। सर यो ओल्ड इज गोल्ड छैन मलाई। त्यही त, अब म त यताबाट टाढा परेँ, म किन्न पनि र पठाउन पनि नसक्ने नै भए तपाईँहरूको हो। तपाईँहरू के गर्नु, गर्दा नि पाउँछ, पाएन भने यसो वीरगन्ज वा जनकपुरतिर पाउँछ के। अब कुनै साथीभाइ गयो भने लिन आउनु पर्यो। अब काठमाडौँबाट ल्याउन त पनि सकिन्छ, तर 1-2 जना किताब पाउँदैन, गाह्रो त्यहाँ छ। अब 10 जना, कमसेकम 10वटा किताब भयो भने आउँथ्यो, गरौडामै आउँथ्यो। अब धेरैजना छैन फेरि, गाह्रो त्यहाँ छ। ओल्ड इज गोल्ड नभए त्यसलाई भन्दा दिन्छ क्या, के भन्छ, नेपाल पुस्तकलाई भन्दा दिन्छ। नभए यसो गर्नु के, तपाईँहरूलाई चाहियो भने नि, कतिजनालाई चाहियो ओल्ड इज गोल्ड, त्यो भन्नु। त्यो रुकेश चौलागाई सरलाई म फोन गरिदिन्छु। त्यो भनेको हाम्रै हरिवनमा उहाँ हो कि, रुकेश चौलागाईको त्यो पुस्तक हो। रुकेश चौलागाई भनेको हरिवनको शिक्षा शाखा प्रमुख हो, उताको पालिकातर्फको। उहाँको नम्बरहरू छ, कुरा पनि बेला बेला हुन्छ। उहाँ सरलाई म फोन गरिदिन्छु। नेपाल प्रहरीमा उहाँको एकजना मान्छे हो, नेपाल प्रहरीमा पठाइदिन्छ, अनि रुममा ल्याएर तपाईँले दिइहाल्छ। अब कतिजनालाई चाहियो त्यस्तो भन्नुहुन्छ भने म रुकेश चौलागाई सरलाई फोन गरेर भनिदिउँला। उहाँले नेपाल प्रहरी उता बोर्डिङ छ, त्यसमा उहाँको एकजना मान्छे छ, त्यहाँ पठाइदिन्छ। त्यहाँ पठाएपछि तपाईँ पाउन सजिलो भयो क्या। ठीक छ। त्यसरी गर्दा पनि भयो। अब कतिजनालाई चाहियो भन्दाखेरि मलाई उता गरिदिनु भनिदिनु होला, मेसेजमा भनिदिनु होला, त्यो अनुसार म सरलाई फोन गरेर उहाँको पेमेन्टहरू हाल्नुपर्छ। पेमेन्ट हालेपछि उहाँले पठाइदिनुहुन्छ। ठीक छ। ल, अब यो व्यवस्थापनको जुन पनि छ, व्यवस्थापनको तपाईँको 10 भनौँ नि, 10 मार्क, त्यसमा प्रीति म्याम अहिले अनमुट भयो र भएको छैन? प्रीति यस म्यामले त्यसमा जिके त छैन सर, होला? जिके छैन?
छैन त्यो जतिवटा छ नि संविधानको पनि भाग 1 देखि 5 13 देखि 22 त्यो अँ, सबैको बारेमा दिएछ, अलिअलि टक्क दिएछ सुरुमा बुँदा दिएछ त्यसपछि एक तपाईँको अनि कति गर्नु त्यसपछि पुरै अभ्यास गर्नलाई दिएछ। ए ल, पुस्तक राम्रो छ, 500-600 रुपियाँ खर्च गर्नु भने राम्रै भयो, त्यस्तो हो। अनि ओल्ड इज गोल्ड पनि अब राम्रो हो, त्यही हो। ओल्ड इज गोल्ड पनि 500 600 650 पर्छ, यसको पनि पेमेन्ट छुट्टो गरेर 6 6.5 परिहाल्छ। 6.5 बुझाउनुहोस् भनेको लगभग 1300 जति दुबईको जान्छ। दुबई यो व्यवस्थापनको नभए पनि तपाईँको चल्ने भयो। तर ओल्ड इज गोल्ड राख्नु किन, त्यहाँ शिक्षा महत्त्वपूर्ण हो, यसमा त 20 मार्क भयो यो। ओल्ड इज गोल्ड 20 मार्क के अरे यो व्यवस्थापन 20 मार्कको भयो। र अर्को कुरा, व्यवस्थापनमा म जति भनिरहेको छु नि त्यति तपाईँ याद गरिदिँदा भयो। तर यो व्यवस्थापन मोटो किताबमा त छ नि यो छ, मोटोमा व्यवस्थापन। छ, हो मोटोमा छ फेरि। त्यसमा त सबै छ त्यो हो वालामा त मोटोमा छ। फर्स्ट। त्यो भएर कुरा के बुझ्नु भने, म जति लेखाइरहेको छु नि त्यतिलाई नै फोकस गर्नु भने इक्जामको लागि पुग्छ। ठिक छ सर। ल ल, त्यति भन्दै अब आजलाई छुटौ होइन। यो ओल्ड इज गोल्ड पाएन भने तपाईँ उहाँ म अरूकै सरलाई फोन गरेर त्यो प्रहरी बोर्डिङमा मगाइदिउँला। यता बालमित्र पनि केही भन्न खोज्नु भएको छ, भन्नु त सर। होइन सर, सहजै पाइरहेछ जनकपुरमा त, म आजै त्यो लिएछु। होइन, त्यो त पाइहालेँ, मैले अघि नै भने जनकपुर र वीरगन्जमा सहजै पाउने हो। तर गरुडा बसेको मान्छेलाई त गाह्रो भयो नि त, त्यसको लागि मात्रै के। बाहिर त पाउँछ, बाहिर त जता नि पाउँछ, तर गरुडा स्पेसल बस्ने मान्छेलाई गाह्रो भयो, त्यो मात्रै हो क्या। यतातिर पाउँदैन, चपुरमा खै पाउँछ कि पाउँदैन, सोध्नु त्यो पर्छ यस्तो हो कि, तपाईँले। फेरि हरियौनतिर पाउँछ त्यो सर भनेको, रुके चौलागाई भनेको हरियौनको नगरपालिकामा बस्ने मान्छे हो होइन, त्यहाँको शिक्षा शाखा प्रमुख हो उहाँ। हरियौनतिर बसेपछि हरियौनमा यताउता सबै पाउँछ। अब उहाँलाई म फोन गरिदिँदा उहाँले के गर्नुहुन्छ, प्रहरी बोर्डिङमा उसको एकजना मान्छे छ कि पढाइरहेछ, त्यो भएर उहाँले प्रहरी बोर्डिङमा पठाइदिनुहुन्छ र त्यसलाई भनेपछि यहाँ रुममा ल्याइदिनुहुन्छ। तर यो माध्यमिकको लाइसेन्सको प्रमाणपत्र अब दिइरहेछ। मिल्छ तपाईँलाई जनकपुरमा कहिले? भेट्नुहुन्छ होला है। निमाविको अहिले आएको छैन होइन सर? मावि ल्याएको छैन। अँ। त्यो चाहिँ के लाग्छ त्यसमा? त्यसमा सबै डकुमेन्ट लानु, समस्या +2 देखि एसएलसीदेखि लिएर ब्याचलरसम्मका सबै मार्कसिट भयो होइन, क्यारेक्टर प्रोभिजनल जे जे छ त्यो पुरै लानु ब्याचलरसम्म। अनि त्यसपछि तपाईँको नागरिकता भयो, फोटो भयो, फोटो अलिक बढी लानु होला है, फोटो लानु, त्यति कुराहरू हो। तर आफै जानुपर्छ। होइन, जो गए पनि हुन्छ, तर अरूलाई पठाउनु मन छ मन्जुरनामा दिनुपर्छ एउटा। ए, मन्जुरनामाको छ भने ठिकै छ, छैन भने म पठाइदिउँला, त्यो लेखेर त्यो भरेर त्यो मान्छेलाई दियो भने भइहाल्यो। एकजनाले 2 3 जनाको पनि ल्याउन सक्छ, त्यो गाह्रो भएन। ठिक छ सर। ल, त्यति कुरा गरौँ है, आजको लागि छुट्यो त्यसो भए। तपाईँ सबैको शुभरात्रि होस्, राम्रोसँग अध्ययन गर्नु, गर्ने अध्ययन गर्नु है। अँ, 1 2 दिन अलि म बिसन्चो जस्तै भएर अलि कम बढी होला, त्यसको लागि माइन्ड गर्नु परेन। अब्जेक्टिभ क्वेसन पनि तपाईँको जिज्ञासा म नै गर्छु भनेर मलाई नि लागिरहेको हुन्छ, तर अलिकति गर्न नसकेर मलाई पनि गाह्रो छ, दुःख त मलाई पनि लागेको छ। तर गर्छौँ है, तपाईँहरू आफूले प्रयास गरिराख्नु, जति मबाट हुन्छ त्यति गरौँला। ल, त्यसो भए आजलाई म छुटेँ है। यो इन्डो कहाँबाट भयो।